राष्ट्रियता खतम भयो। कसले गर्दा भयो? नेपाली जनताले गर्दा। अनि यहाँ चाहिँ सुन तस्करी भयो, यहाँ सरकारी जग्गा बेचियो। हेर्नुहोस् है, सहकारी हिनाबिना भयो, सहकारीमा ठगी भयो, बाहिर जनताले गरेका छन्। यही हामी सत्तामा बस्ने, चुनाव जित्ने, माननीय हुने, मन्त्री हुने, प्रधानमन्त्री हुने हामीबाटै भएको छैन। तपाईँको चाहिँ नि सुन चोर्ने काम तपाईँको चाहिँ साधारण जनताले गरेका छन्। सहकारीको ठगी तपाईँको चाहिँ साधारण जनता त ठगिएका छन्। ठगेको छ कसले? मिटर ब्याजीलाई चाहिँ जोगाउने ठग को हो? तपाईँको चाहिँ दुध बेच्ने किसानहरूलाई पैसा नदिने ती ठगहरूलाई संरक्षण गर्ने को हो? हामीले कसलाई सुनाइरहेका छौँ? यो चाहिँ यो कुरा हाम्रा चाहिँ छलफलहरू कसलाई सुनाइरहेका छौँ? आफैलाई। के देखेर चाहिँ बारम्बार चाहिँ कयौँ साथीहरूले चाहिँ समर्थन दिइरहनु भएको छ? एउटै मात्रै कारण हो, समर्थन दिएपछि कमसेकम भ्रष्टाचारबाट जोगिन पाइन्छ कि केही गरे होला, अथवा सरकारमा यताउति गरेर झुन्डिन पाइन्छ कि भने त्यो बाहेक आश के छ? यसरी हामी सैद्धान्तिक रूपले, साङ्गठनिक रूपले, राजनीतिक रूपले, नैतिक रूपले यति तल झरेर यो लोकतन्त्र गणतन्त्र हामीले जोगाउन सक्छौँ? त्यस कारणले यसपालि पनि चाहिँ संविधान संशोधन गर्ने कुरा एक हप्तासम्म तपाईँ चाहिँ लुकिरह्यो। आज ओलीजीले चाहिँ प्रकट गर्नुभयो, संशोधन गरेर प्रकट गर्नुभयो, के हो अझ बुझिए छैन। त्यो त्यसै दिन भन्नु पर्दैन थियो कि यसो भयो भनेर। त्यसो भएको हुनाले अब संविधान संशोधन गर्न हुन्न भन्ने कुरा राष्ट्रिय जनमोर्चाको होइन। केमा गर्नुहुन्छ संशोधन? समानुपातिकमा, समावेशीमा, निर्वाचन प्रणालीमा? संविधान संशोधन गर्नु नै पर्छ भने परदेशलाई हटाउनु पर्छ। के गर्नु? परदेशमा यहाँ जे हुन्छ, काठमाडौँमा जे हुन्छ, परदेशमा जात्रा हेर्नुहोस् त। नेपाली जनताले देखाएको छैन। राष्ट्रिय जनमोर्चाले अहिले राजनेताहरूले गरेको यो भ्रष्टाचार, यो चाहिँ बदमासिया कारणले अहिले यो भनेको छैन। दुवै पटक संविधान चाहिँ सभामा चाहिँ राष्ट्रिय जनमोर्चा छ। यो परदेश चाहिँ खर्चिलो हुन्छ, अनावश्यक हुन्छ। यो चाहिँ नेपाली जनताले यो भारी नबोकौँ, प्रजातान्त्रिक विकेन्द्रीकरण गरौँ भनेको होइन राष्ट्रिय जनमोर्चा। अहिले भने होइन, अहिले भन्ने त धेरै छन्। तपाईँहरूले चाहिँ परदेश खारेज गर्नुहुन्न भने त्यही परदेशका कारणले अहिले बङ्गाल देशमा जुन बाढी आएछ नि, तपाईँहरूले ढिलो चाँडो त्यो नेपाली जनताले त्यो बाढी बिहोर्नुपर्छ, हेर्नु होला। त्यसो भएको हुनाले अब कसैलाई चाहिँ ताकेर कसैलाई चाहिँ व्यक्तिगत भन्दा पनि हामी फसेका छौँ। हिमाल पहाडबाट चाहिँ कुनै प्रदेश चाहिँ हामीले टुटाएको छौँ, अलग गरेका छौँ, छैनौँ? त्यस्तो हुन्छ? 2 नम्बर प्रदेशलाई हिमाल चाहिन्न, प्रदेश चाहिन्न? के हो त्यसको अर्थ? त्यसो हुनाले संविधान बनाउँदैका बहत कतिपय कुराहरू त्रुटि भएको छ। मुख्य त्रुटि तपाईँको चाहिँ प्रदेश नेपाली जनताले ठेक्नै सक्दैन। प्रदेशकै कारणले यहाँ चाहिँ सिंहदरबारमा जे उटपट्याङ हुन्छ, जसलाई चाहिँ भर्ती गर्नुपर्छ, हटाउनुपर्छ, त्यो हुबहु परदेशमा गइरहेछ। त्यो परदेशमा कसले गरेछ? यहीँ बस्नेले गरेछ। तपाईँहरूले चाहिँ जब परदेश चाहिँ गरेपछि उनीहरूलाई स्वतन्त्र रूपले त्यहाँ सरकार बनाउन विश्वास म दिन, हटाउन त्यो गर्नुपर्छ कि तपाईँहरूले चाहिँ यहाँ चाहिँ डिक्टेट गरेर परदेशमा त्यहाँको सबै चाहिँ हालिमुहाली गर्ने भने यो संहिता हो? होइन। तपाईँहरूलाई कसैले बोकाएको भारी हो, यो भारी कृपया बिसाउनुहोस्। त्यस कारणले चाहिँ फेरि पनि अब हाम्रो तपाईँहरूले राम्रो गर्दा राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ, नराम्रो गर्दा तपाईँहरू ठुला पार्टी शक्तिमा भएका विभिन्न कारणले गर्दाखेरि कहिले मिल्ने, कहिले फेरि चाहिँ झगडा गर्ने, त्यसमा हामी सामेल हुन्नन्। राम्रो गर्नुहोस्, राम्रो गर्दा समर्थन, नराम्रो गर्दाखेरि टोटल विरोध चाहिँ राष्ट्रिय जनमोर्चा जान्छ। सरकारले शिक्षाको जिम्मा लिने हो, सरकारले स्वास्थ्यको जिम्मा लिने हो, सरकारले रोजगारीको जिम्मा लिने हो। सरकारले त जनतामाथि शासन पो गर्ने हो त। त्यो चाहिँ आर्थिक चाहिँ त्यो आय योजना साम्राज्यवादी देशहरूले यहाँका शासकहरूमाथि थोपरे। कुरा गरौँ भने चित्त फाट्ने। हामी त चाहिँ हामीले त देखिरहेका छौँ नि।
त्यसो हुनाले जब निजीकरणको चाहिँ कार्यक्रम विशेष गरेर शक्ति राष्ट्रहरूले यहाँ हामीलाई बोकाए त्यो दिनदेखि यो देश ओह्रालो लाग्यो। ल भन्नुहोस्, अब अहिले पनि सरकारी संस्थानहरूमा जानु, त्यहाँ त्यो ठाउँको के हालत छ, निजी ठाउँमा जानु, त्यहाँ के छ त्यहाँ गतिविधि। निजीकरणको परिणाम यही हो। हामीले 72 सालको संविधानमा के लेखेका छौँ? नेपाल समाजवाद उन्मुख। हामीले राजनीति गर्छौँ, सम्पत्ति आर्जन गर्छौँ, जुनसुकै हदकण्ड अपनाएर पनि त्यो हाम्रो निजी हुने, हाम्रा छोराछोरीलाई बन्दोबस्त गर्नुपर्ने त्यो सम्पत्ति, अनि संविधानमा लेखेको चाहिँ समाजवाद उन्मुख। यस्तो हुन्छ। त्यसो हुनाले यो निजीकरणको कारणले म अहिले मङ्सिरमा चाहिँ भैरवातिर थिएँ सभामुख महोदय। त्यो चाहिँ गैँडाकोटमा जब त्यहाँ चाहिँ कागज कारखाना थियो, पश्चिमाञ्चलको तपाईँको चाहिँ पराल जति सबै ट्रकका ट्रक त्यो कागज बनाउनको लागि चाहिँ हेरौँडा त्यहाँ चाहिँ गैँडाकोट के अरे नारायणघाट आउँथ्यो। त्यो पराल जति पश्चिमका जनताले चाहिँ कैयौँ भिर पाखा पखेरबाट चाहिँ खर काट्दै त्यो खर बेच्थे। 10,000 मान्छेले त्यहाँ काम गर्थे। हामीले देखेका छौँ त्यहाँ गैँडाकोटमा के थियो त्यो। त्यसलाई त अब तपाईँको चाहिँ अब यहाँका शासकहरूले के भन्यो भने हामीले त्यसलाई चाहिँ सञ्चालन गर्न सक्दैनौँ, त्यहाँ भ्रष्टाचार भयो, त्यस हुनाले व्यक्तिलाई दिने। आज शिक्षण संस्थाहरू व्यक्तिलाई दिएर हामीले आज चाहिँ लाखौँ लाख हाम्रा छोराछोरी कहाँ पठाएका छौँ। त्यसो कारणले यो निजीकरण विशुद्ध पुँजीवादी साम्राज्यवादी आर्थिक योजना हो। त्यस कारणले हामीले आफूलाई कम्युनिस्ट भन्न लाज मान्दैनौँ। नाउँ सुब्बिनी के खाएर उभिने भने जस्तो कार्यक्रम चाहिँ साम्राज्यवादीहरूको पुँजीवादीहरूको कार्यक्रम बोकेर हिँड्ने कुरा गर्ने समाजवादको। त्यस कारणले यो जुन विधेयक छ यो विधेयक राष्ट्रघाती हो। छातीमा हात राखेर भन्नुहोस्, यो विधेयकले तपाईँको चाहिँ नेपाली जनताको नेपाल राष्ट्रको प्रगति गर्दैन। त्यस कारणले यो फिर्ता लिनुपर्छ। यस्तो विधेयकले वास्तवमा चाहिँ निजी व्यापारीहरू, विदेशी ठेकदारहरू, तस्करहरूलाई पोसेर उनीहरूबाट चन्दा लिएर हाम्रा कार्यकर्ता आफ्ना नीति अनुसार हामीले चाहिँ राजनीति गरेनौँ। कुरा गरेर मनी मित्रहरूको चित्त फाट्ला। त्यस कारणले अहिले चाहिँ मुलुकको यथार्थ तस्बिर के छ भनेर भन्दाखेरि दिनको चाहिँ 1500-2000 का दरले नयाँ पिँढी सब बाहिर गइरहेको छ। यही हो प्रगति। त्यो बेसारे रङका चाहिँ बसहरूले केटाकेटी जम्मा गर्छ 2 क्लासदेखिका चाहिँ 10 सम्म, र उनीहरूलाई दिने शिक्षा के हो भने नेपालमा केही हुन्न। 12 पास गरेपछि जाने अमेरिकै हो, अस्ट्रेलिया हो, युरोपतिर हो। यही हो हामीले प्रगति गरेको, यही हो हाम्रो विकास। ल भन्नुहोस् त, मैले चाहिँ कसैलाई पूर्वाग्रह यो किन भयो भनेर भन्दाखेरि यहाँ पुँजीवादले नाङ्गो आक्रमण गर्यो मुलुकमाथि। हेर्नुहोस्, यहाँ भएका उद्योग धन्दा कल कारखाना सफाक, अनि नयाँ पिँढीलाई हामीले दिएको शिक्षा के भन्दाखेरि नेपालमा केही हुन्न, जाने चाहिँ विकसित देशमा हो, यदि त्यहाँ जान सकिन्न भने अरबको खाडीमा हो। अनि त्यहाँबाट ल्याएको तपाईँको चाहिँ जुन यो पैसा हो त्यसले हामीले चाहिँ संसद चलाइरहेका छौँ, सरकार चलाइरहेका छौँ। प्रधानमन्त्रीले यहाँ विकासको कुरा गर्यो सुन्दा मलाई चाहिँ आश्चर्य लाग्यो। यो 4 वर्ष यो 4 पटकसम्म तपाईँहरू त हुनुहुन्छ त प्रधानमन्त्री, अहिले चाहिँ बोल्ने प्रधानमन्त्रीले जे बोलिरहनु भएको छ, यो देशमा तपाईँहरूले कति कल कारखाना खोल्नुभयो, कति उद्योग धन्दा खोल्नुभयो, कति नेपालीलाई रोजगारी दिनुभयो। ल भन्नुहोस् त। भनेपछि अहिले नेपाली जनताले तपाईँहरूलाई जुन सत्तामा शक्तिमा हुनुहुन्छ के दृष्टिले हेरिरहेका छन् भन्नुहोस् त। यति घृणा चाहिँ राजनेताप्रति जनताले चाहिँ प्रकट गरेपछि रहन्छ यो व्यवस्था। तपाईँहरूले संविधान संशोधन गर्ने भनेर
दलहरूले त्यो निर्णय गर्नुभएको थियो। खै त्यो संविधान संशोधन गरेको? संविधान संशोधन गर्ने नै हो भने साथीहरूलाई यहाँ नराम्रो लाग्ला, संविधान संशोधन गर्नुपर्छ। नेपालमा चाहिँ एउटा चाहिँ सिंहदरबारको सरकार चलाउन सक्ने खुबी नभएकाले तपाईँहरूले 8 ठाउँमा चाहिँ सरकार बनाइरहनु भएको छ। त्यो प्रदेशको औचित्य के हो मलाई बताउनुहोस् त। प्रदेशमा चाहिँ त्यहाँ एउटा मन्त्री बनाउनु पर्यो भने यहाँबाट तपाईँले चाहिँ तोकेर पठाउने? यो 7-8 वर्षको अवधिमा चाहिँ प्रदेशहरूले चाहिँ नेपाली जनताले दिएको के हो? त्यहाँ कति उद्योग धन्दा खुल्यो प्रदेशमा, कति कल कारखाना खुल्यो, कति यातायातको विकास भयो, के भयो भन्नुहोस् त। त्यस कारणले यो अध्यादेश ल्याउनुको पछाडि भूमिहीन किसानलाई तपाईँहरूले जमिन दिन हो। यसपालि मात्रै हो तपाईँहरू सरकारमा गएको। यो बहुदल आएपछि लगातार तपाईँहरू सत्तामा हुनुहुन्न। कतिवटा आयोग बन्यो बहुदलीय व्यवस्था आएपछि? कति सुकुम्बासीले जग्गा पाए भन्नुहोस् त। सारा तपाईँ चाहिँ खेतीयोग्य जग्गा त्यो दलालहरूले जग्गा बेचबिखन गर्ने दलालहरूले ती सब फाँटका फाँट तपाईँ चाहिँ पक्की घर भए। ती घर भएका मान्छेले त्यहाँ चाहिँ बसेर खानेकुरा छैन। तपाईँ चाहिँ करोडौँ खर्च गरेर पनि तपाईँ चाहिँ विदेशतिर चाहिँ जानु परिरहेको छ, गइरहेको छन्, खाली भएको छन् ती घर। अब सहकारीको त म उपप्रधानमन्त्री भएको नि 72मा। सहकारीको यत्रो चाहिँ हो हल्ला छ। सहकारी कुनै व्यक्ति बेसीले लुट्छ कि सरकारको संरक्षणमा ठगहरूले ठग्छन्? यो बुझ्नु पर्दैन हामीले। त्यस कारणले त्यो सहकारीका जुन जनताहरू चाहिँ ठगिएका छन्, राज्यले तपाईँको चाहिँ सबभन्दा पहिले उनीहरूलाई तपाईँको चाहिँ त्यो क्षतिपूर्ति दिनुपर्छ, पैसा दिनुपर्छ। र ती सहकारी ठगहरूले तपाईँको चाहिँ लुटेको त्यो पैसा सबभन्दा पहिले सरकारले खोजी गरेर तिनको जायज छ अथवा तिनको पैसा कहाँ छ ती पीडितहरूलाई चाहिँ पैसा चाहिँ दिलाउनुपर्छ। होइन भने यो हामीले देखेका छौँ नि, जनताप्रति तपाईँको चाहिँ जनताको सरकारप्रति राजनेताप्रति यति घृणा देख्दाखेरि मलाई असाध्यै डर लाग्यो भने हामीलाई यो लोकतन्त्र यो गणतन्त्र कसैले बक्सिदिएको होइन। तपाईँहरू हामी वर्षौँ वर्ष जेल बसेर भूमिगत भएर विदेश बसेर लोकतन्त्रको लागि गणतन्त्रको लागि हामी लडे हो कि होइन? यो लोकतन्त्रमा गणतन्त्रमा हामी मुख्यमन्त्री भएपछि, हामी प्रधानमन्त्री भएपछि, गृहमन्त्री भएपछि, रक्षामन्त्री भएपछि नेपाली जनतालाई हामीले दिएको के हो? महँगी, भ्रष्टाचार, राष्ट्रघात। ल भन्नुहोस्, अहिले अब अमेरिकाले युएसए अन्तर्गत दिएको तपाईँ चाहिँ नेपालीलाई दिने पैसा अरू राष्ट्रले दिएको पैसा उसले नदिने भयो। त्यो नदिने भयो तर एमसिसी त फिर्ता गरेन नि। बुझ्नुभयो? माछा मिठा काँडा तिता। अमेरिकी सरकारले त एमसिसी पनि फिर्ता गर्नुपर्छ नि नेपालबाट। एमसिसीको उद्देश्य बेग्लै छ नि त। यहाँ संसदभित्र तपाईँ चाहिँ एमसिसीको चाहिँ यहाँ बोकाउने बेलामा राष्ट्रिय जनमोर्चा एक्लै थियो कि यसभित्र चाहिँ ठुलो खेल छ। यो चाहिँ इन्डो प्यासिफिक रणनीतिभित्रको यो रणनीति अन्तर्गतको यो खेल हो, यो अमेरिकन खेल भन्दाखेरि अहिले युएसए अन्तर्गत आएका सबै चाहिँ उनले बन्द गर्ने, एमसिसी बन्द नगर्ने। एमसिसी स्वीकार गर्नुभन्दा पहिले के भन्नुहुन्थ्यो एक थरी यहाँका साथीहरूले? पार्टी छोड्छन् ज्यान जाला, एमसिसी स्वीकार गर्ने भने होइन। त्यो 12 बुँदीको चाहिँ के खोल ओढाएर तपाईँहरूले स्वीकार गरे होइन। त्यसो हुनाले सचिनुपर्छ हामी सचिने होइन भने तपाईँ चाहिँ लोकतन्त्र गणतन्त्र त के तपाईँ चाहिँ राष्ट्रकै अस्तित्वमा समस्या छ। मान्य सदस्य, शक्ति राष्ट्रहरूले तपाईँ चाहिँ हेरिरहेका छन् कि यसलाई चाहिँ प्ले ग्राउन्ड गराउने नै उनीहरूको उद्देश्य छ। तपाईँहरूले भन्न सक्नुहुन्न, किनभने उनीहरू चिडिन्छन्, उनीहरूले नराम्रो मान्छन्। त्यस कारणले देश बचाउनको लागि, देशको अस्तित्व बचाउनको लागि, देश बचाइरहनुको लागि हामी राजनीति गर्ने मान्छेहरू सबभन्दा सफा, सबभन्दा इमान्दार, सबभन्दा चरित्रवान हुनुपर्छ। राष्ट्र र जनताप्रति गर्नुपर्छ राजनीति। आफ्नो लागि, आफ्ना परिवारको लागि, आफ्ना नातागोताको लागि, आफ्ना पार्टीका मान्छेलाई जोगाउनको लागि। यही सहकारीको जात्रा हेर्नु न। सत्तामा शक्तिमा भएकालाई तपाईँको चाहिँ केही नभए पनि हुने, अनि सत्ता बाहिर भएकालाई कोद्दाखेरि यहाँ साथीहरू उफ्रनु भएको छ। उहाँहरू उफ्राइलाई मैले समर्थन गर्दिनँ। एउटा कुरा के हो भने सत्ता र शक्तिमा भएकाले घुस खाए पनि, भ्रष्टाचार गरे पनि, जे गरे पनि हुने।
स्वयं अहिलेको चाहिँ राष्ट्रसभाको अध्यक्ष चाहिँ गृहमन्त्री दुवैचोटि उहाँ त चोखो हुनुहुन्थ्यो त। यही प्रधानमन्त्रीले भने होइन, उहाँ चोखो हुनुहुन्छ। महान्यायाधीशले भने चोखो हुनुहुन्छ। आइजीले भने होइन, चोखो हुनुहुन्छ। यस्तो गति हो। हामीले राजनीति गरेको, हामी जन्मेको सत्ता र शक्ति त्यसबाट दुरुपयोग कमाउनै मात्रै हो। यसो हो भने राजनीति गर्नलाई त फाइदा होला, तर राष्ट्रले र भोलिको चाहिँ नयाँ पिँढीले हाम्रो नाम लिँदा पनि तपाईँको चाहिँ मुख खोकली छ। विधेयकको शीर्षक पनि सुशासन छ। कस्तो कर्णप्रिय कुरा। कुरा गरौँ भने चित्त फाट्ने, नाच जस्तो नाच गरौँ भने घाँगर फाट्ने भन्थ्यो अरे एउटाले। त्यस्तै चाहिँ जुन सरकारले अध्यादेशबाट चाहिँ शासन गर्छ, अब त्यो सरकारले सुशासनको कुरा पत्याउने कसले? सरकारमै भएका सांसदहरूले, यही सरकारलाई मतदान गरेका मतदाताहरूले पत्याउनुहुन्छ। छाती हात राखेर भनौँ त, तपाईँहरूलाई अब कार्तिक थियो, मङ्सिर थियो, पुष थियो, त्यत्रो 3 महिना 4 महिना तपाईँहरूले संसदको बैठक बोलाउन सक्नुहुन्थ्यो। प्रतिपक्षले यति चाँडै किन संसद बोलाएको भनेर तपाईँहरूले यहाँ छेकबार त गर्नु थिएन। त्यसो हुनाले अब कुरा धेरै बुझिसकिएछ। सुशासन त तपाईँहरूले दिनै सक्नुहुन्न, किनभने तपाईँहरू फसिसक्नु भएको छ। तपाईँहरूका नीति कस्ता छन्, घोषणापत्रमा के लेख्नु भएको छ, जनतालाई भाषण गर्दा के भन्नुहुन्छ तपाईँहरूले, मैले कान सुन्न छाडेको छैन कि अझ सुन्दैछु। त्यसो भएको हुनाले यो जुन शीर्षक छ तपाईँहरूले जुन सुशासन दिने भन्ने कुरा छ, तपाईँहरूलाई यो 7 महिनासम्म तपाईँहरूले कमसेकम सम्पत्ति बुझाउन त सक्नु पर्थ्यो नि नेपाली जनताका अगाडि। यहीँबाट बुझिस् त दालमा काला है। तपाईँहरूले बुझाउन सक्ने सम्पत्ति के हो, कति छ र तपाईँहरूलाई यस्तो बाधा परेछ। तपाईँहरूको मर्का मैले बुझ्छु। अब तपाईँहरूसित म चाहिँ धेरै लामो समयदेखि सँगै राजनीति गरेको छु, चाहे संसदमा होस् चाहे आन्दोलनमा होस्। ल भन्नुहोस्, तपाईँहरू अहिले सांसद हुनुहुन्छ, मन्त्री हुनुहुन्छ, विभिन्न ठाउँमा हुनुहुन्छ, तपाईँहरूको हैसियत के छ, तपाईँहरू कहाँ पुग्नु भएको छ? सम्पत्ति कमाउने मामलामा, सम्पत्ति जोड्ने मामलामा मेरो स्थिति के छ भन्नु, मै छु नि उदाहरण। तपाईँहरूले के को सुशासनको कुरा गर्नुहुन्छ? तपाईँहरू फस्नु भएको छ, नराम्ररी फस्नु भएको छ। तपाईँहरू फसेकै कारणले हामीले त्यति गरेर ल्याएको चाहिँ गणतन्त्र बौद्धको चाहिँ लोकतन्त्र घेरामा परेको देख्नु भएको छैन। किन हो भन्नुहोस् त? त्यो कुनै विदेशीय कारणले हो, लोकतन्त्र विरोधी गणतन्त्र विरोधीका कारणले हो? होइन नि। हिजो पनि हामीले कुरा गऱ्यौँ, अस्ति पनि कुरा गऱ्यौँ। त्यसो हुनाले हाम्रा चाहिँ सिद्धान्त के हुन्, हाम्रो चाहिँ कार्यक्रम के हो, हामीले घोषणापत्रमा के लेखेका छौँ, त्यसअनुसार हामीले देश चलायौँ कि चलाएनौँ? हामी त्यो आचरणमा कायम भए कि भएनौँ? सुशासन भनेको के हो? अनि नेपाललाई छोडेर विदेशमा गएर त्यहाँ सम्पत्ति कमाएर हुनी खानी भइसकेपछि नेपालको नागरिकता पनि छोडेर प्रवासी भएर फेरि उताको त रङरोमन भइहाल्यो। अब नेपालमा फाइदा उठाउन आउनेहरूलाई तपाईँहरूले के नीति अपनाउनु भएको छ? उनीहरूलाई चाहिँ आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार त हामीले दिएकै छौँ नि। अनि तपाईँहरूले यो विधेयकमा ल्याउनु खोजेको के हो? गैर आवासीय नेपालीहरूलाई तपाईँहरूले दिन खोजेको अधिकार के हो? हाम्रा नेपालीहरू जहाँ जहाँ छन् संसारमा छरिएर रहेका तिनलाई त्यो सुविधा छ। त्यस कारणले मैले यहाँहरूलाई के सुझाव दिन्छु अझै पनि भने, यदि लोकतन्त्र खत्तम हुन्छ, गणतन्त्र खत्तम हुन्छ भने लोकतन्त्र विरोधी गणतन्त्र विरोधीका कारणले होइन, हाम्रो आचरण, हाम्रै चरित्र, हाम्रो बोली 7 महिनामा आफूले कमाएको सम्पत्तिको विवरण बुझाउन नसक्ने सरकारले, नचाहने सरकारले
अनि यी ठुल्ठुला गफ ठुल्ठुला कुरा गरेर किन चाहिँ दुनियाँ हँसाउनु? त्यस कारणले समय छ, हामी सचिनुपर्छ। यदि हामी सचिएनौँ भने संसारले देख्ने छ, नेपाली जनता छ देख्ने छन् कि हामी चाहिँ सकिने स्थिति आउँछ। त्यस कारणले मैले यो तपाईँहरूलाई खोजबेच गर्न भने होइन, हामी सबैले चाहिँ आर्जेको चाहिँ प्रणालीलाई हाम्रै कारणले खतम भयो भने के हुन्छ? यो झगडाले यो संसदभित्रका ठुला पार्टीबाटै लोकतन्त्र र गणतन्त्रलाई खतरा छ भनेर मैले 79 सालको संसदको पहिलो सभामै मैले बोलेको थिएँ। यो दोहोरीबाट मलाई के डर लागिरहेको छ भनेर भन्दाखेरि कतै चाहिँ यो बङ्गलादेशको चाहिँ गतिविधि यहाँ आउने हो कि देशभरिमा चाहिँ जनता अत्यन्त आक्रोशित छन् कि देशमा चाहिँ सुशासन भएन। भ्रष्टाचारी चाहिँ को हुन्छ भन्ने जब कोही मान्छे सत्ताबाट बाहिर जान्छ, सत्तामा भएकालाई उसले भ्रष्टाचारी भनेर थाक्दैन। आफै चाहिँ सत्तामा शक्तिमा भएको बेलामा फेरि भ्रष्टाचारीहरू खोजी उसले गर्दैन। किन गर्न मिल्दैन उसलाई भने आफूसितै भ्रष्टाचारीहरू छन्, आफूमा साथमा भएकै भ्रष्टाचारीहरूलाई कारबाही गर्नुपर्छ। त्यस कारणले संसदीय व्यवस्थाभित्र पनि त्यसको एउटा सीमा हुन्छ, मर्यादा हुन्छ। त्यस कारणले सत्तामा बस्दाखेरि सिटको भाँच्न नपर्ने, जनतालाई सुशासन दिनु नपर्ने, एउटा चाहिँ अब राष्ट्रियताको संरक्षण गर्न नपर्ने, सत्ताभन्दा बाहिर गएपछि जुन डुक्रिने जुन चलन छ, यो संसदीय व्यवस्थाको यो दुर्गुण हो कि कमसेकम संसदीय व्यवस्था भएका देशहरूमा त्यसका केही मूल्य मान्यता छन्। अरू कुरा के भन्दाखेरि अहिले प्रतिपक्षका साथीहरूले लेखा समितिको सभापति आफ्नो हुनुपर्छ भनेर उहाँहरूले जो माग गर्नुभएको छ त्यो जायज छ। हाम्रो पार्टी पनि सानै छँदा काङ्ग्रेस सत्तामा हुँदाखेरि राष्ट्रिय जनमोर्चालाई चाहिँ लेखा समितिको सभापति दिएको थियो नेपाली काङ्ग्रेसले। त्यो नियम त पालन गर्नु पर्यो नि। त्यो संसदीय व्यवस्थाको नियम पालन गर्नै नपर्ने, सत्तामा छँदाखेरि आँखा चिम्लेर परिवारवाद घुस भ्रष्टाचारीहरूलाई चाहिँ जोगाउने, तिनबाट फाइदा लिने, जब सत्ताबाट बाहिर पर्नुपर्छ अनि पानीबाट निकाल्यो माछा हातो अनि बुरुक्क कसले पत्याउने? सत्ता बाहिर बसेर गरेका अहिले ती भाषणले ती कुरा कसले पत्याउने? सत्तामा छँदाखेरि सुशासन दिएको, भ्रष्टाचारलाई निर्मूल गरेको र कमसेकम जनताले त्यो महसुस गरेनन्। त्यस कारणले मैले भन्न खोजेको कुरा के हो भने हामीले जो लोकतन्त्र गणतन्त्र ल्याउनको लागि लामो सङ्घर्ष गऱ्यौँ, हाम्रै कारणले, हाम्रै लडाइँले, हाम्रै वाद विवादबाट लोकतन्त्र गणतन्त्र समाप्त भएर फेरि निरङ्कुश व्यवस्था यो मुलुकमा आउन नसकोस्, यसको लागि चाहिँ सत्ता पक्ष प्रतिपक्ष चाहिँ सजग हुनुपर्छ। र अझ पनि हामीले चेत्निएन भने बङ्गलादेशको चाहिँ शासकहरूलाई यति चाँडै चाहिँ भाग्नु पर्ला भन्ने थिएन। बङ्गलादेशमा त्यस खालको चाहिँ गतिविधि हुनुभन्दा 7 दिन पहिले मैले यही सदनबाट भनेको थिएँ, बङ्गलादेशको बाढी छिर्ला है नेपालमा, होसियार हुनुहोस् भनेको थिएँ। फेरि पनि म त्यही शब्द दोहोऱ्याउँछु, यही तरिकाले हामी जाने होइन, सत्ता पक्ष प्रतिपक्ष हामी सचिने होइन, हाम्रा विगतका गल्ती कमजोरी सच्याउने होइन भने बङ्गलादेशको बाढी नेपालमा पस्ने बेर लाग्ने छैन। नेपालमा पनि गणतन्त्र लोकतन्त्रलाई सुरक्षा छैन है। खतरा कोबाट छ त भन्दाखेरि चाहिँ खतरा त लोकतन्त्र गणतन्त्र विरोधीबाट त हुने नै भयो। लोकतन्त्र गणतन्त्रको लागि लडेका, जेल नेल खाएका, लोकतन्त्रको कुरा गर्ने, प्रजातन्त्रको कुरा गर्ने, गणतन्त्रको कुरा गर्ने उनीहरूबाट अझ बढ्ता खतरा छ भने मैले। यसको अर्थ के हो भने यो चाहिँ लोकतन्त्र गणतन्त्र आएपछि विभिन्न राजनीतिक पार्टीहरू पटक पटक सत्तामा गएर सरकारमा बसेर नेपाली जनतालाई दिएको के हो? भ्रष्टाचार, राष्ट्रघात, लुट। त्यसो भएको हुनाले अहिले पनि हाम्रो पार्टीको मान्यता के छ भने तपाईँ चाहिँ लोकतन्त्र गणतन्त्र रह्यो भने हामीले तपाईँ चाहिँ यो देशमा अहिलेसम्म गर्ने भ्रष्टाचारीहरू, राष्ट्रघातीहरू उनीहरूमाथि जनताले कारबाही गर्न सक्छन्। लोकतन्त्र गणतन्त्र सिद्धियो र फेरि निरङ्कुश व्यवस्था आयो भने त्यो निरङ्कुश चाहिँ तेस्रो प्रतिगमन हुनेछ।
र हाम्रो पिँढी पछिल्लो पिँढीलाई फेरि लोकतन्त्र गणतन्त्र फर्काउन लामो समय सङ्घर्ष गर्नुपर्नेछ। त्यस कारणले मैले भन्दै आएको, हाम्रो पार्टीले भन्दै आएको कुरा के हो, तपाईँहरूले यो 8वटा ठाउँमा संसद चलाउन सक्नुहुन्न, सरकार चलाउन सक्नुहुन्न। नाउ सुब्बे नि के खाएर उभिने भने जस्तो देश ग्रे लिस्टमा परिसक्यो। 8वटा ठाउँमा सरकार, 8वटा ठाउँमा संसद, अझ कहीँ प्रदेशमा त 20वटा मन्त्रीहरू सकेर त भने त विदेशीहरूले। तपाईँहरूले यो संहिता ल्याएकै होइन, जसले बोकाएका हुन् उनीहरूले अब टेढे आँखाले हेर्न लागे। किन देख्न लागे भनेर भन्दाखेरि तपाईँहरूले यो लोकतन्त्र गणतन्त्रलाई लुटतन्त्रमा परिणत गर्नुभएको छ। तपाईँहरूले चेत्नु भएको छैन। यदि अझै पनि समय छ, तपाईँले विगतको आफ्नो पार्टीको तपाईँ चाहिँ कार्यक्रम, नीति, सिद्धान्त सरकारबाट बाहिर निस्कने बित्तिकै थिर सरकारको कुरा गर्ने, सरकारमा बसन्जरी घुसै मात्रै खानुपर्ने, भ्रष्टाचार माया गर्नुपर्ने, बाहिर परेपछि बुर्क उफ्रने भ्रष्टाचारको कुरा गर्ने। म यो पो बुझेको छैन त, मैले बुझ्नै सकेको छैन के हो यो। त्यसो भएको हुनाले अहिले पनि लोकतन्त्र गणतन्त्रको पक्षमा हाम्रो बिचमा मतभेद भए पनि हामी चाहिँ लोकतन्त्र गणतन्त्र चाहिँ खतम हुन दिनुहुन्न। यो लोकतन्त्र गणतन्त्रमाथि कालो बादल मडारिरहेको छ। हामीले यो कुरा भन्दै आएका छौँ। कोबाट मडारिएको छ? आफ्नो गुमेको स्वर्ग चाहिँ प्राप्त गर्न त तपाईँ चाहिँ नियमै हो नि। राजतन्त्रवादीहरूले त्यस खालको खेल गर्नुमा के नौलो कुरा भयो र? तर मुख्य कुरा के भयो भने लोकतन्त्र र गणतन्त्रको लागि लडेका, सङ्घर्ष गरेका पार्टीहरूको चरित्र के भयो? उहाँहरूको चरित्र के भयो भने राजनीति गर्ने भनेको, सत्तामा जाने भनेको लुट्नै हो, लुट्नै हो, कमाउनै हो। त्यो लुटबाट चाहिँ आफ्ना कार्यकर्ता पाल्ने, आफ्ना नातागोता पाल्ने, देशको राष्ट्रियता, सार्वभौमता र स्वतन्त्रता जाँचकै आओस्, नेपाली जनताको स्थिति जेसुकै होस्, त्यसको मतलब भएन। सबभन्दा जिम्मेवार यी 3वटा ठुला पार्टी छन् जसले आज चाहिँ लोकतन्त्रलाई, गणतन्त्रलाई चाहिँ भडखरातिर लाँदैछन्। त्यस कारणले मैले भनेको कुरा सुरुदेखि नै के हो भने 46 सालपछि राजनीति गर्नेहरू, सांसद, मन्त्री, सत्तामा बस्नेहरूको तिनीहरूको चाहिँ सम्पत्ति चाहिँ छानबिन हुनुपर्छ। छानबिन हुनुपर्छ र निष्पक्ष रूपले छानबिन हुनुपर्छ र उनीहरूले गरेको लुटलाई उचित कारबाही गर्नुपर्छ। बल्ल जनताले साथ दिन्छन्। होइन भने अब चाहिँ 62-63 सालको आन्दोलनबाट किनारा लगाइसकेको राजतन्त्रले यत्रो आँट कसरी गर्न सक्यो? यहाँ संसदमा चाहिँ ठुल्ठुला कुरा गरेर उफ्रेर हुन्छ कि राष्ट्रलाई तपाईँ चाहिँ नि सही तपाईँ चाहिँ बाटो देखाउनुपर्छ। मुलुक कुशासनको चक्रव्यूहमा फर्किएको छ। मुलुक कुशासनको चक्रव्यूहमा फसेकै कारणले हामीले विगतमा लोकतन्त्रको लागि, गणतन्त्रको लागि जुन लडाइँ लड्यौँ, त्यही चाहिँ हामीले प्राप्त गरेका लोकतन्त्र गणतन्त्र धरापमा परिरहेको छ। त्यसको कुशासनको शिकार भयो। अब कुरा गरौँ भने सत्तामा बस्ने साथीहरूलाई अलिक नराम्रो लाग्छ, घोचपेच गरे जस्तो लाग्छ। अब तपाईँहरूले यो विषय यहाँ छलफल गराउँदाखेरि के सुशासन नेपाली जनतालाई दिनुभएको छ? रोजगारीको व्यवस्था के गर्नुभएको छ तपाईँहरूले यो देशमा? के गर्नुभएको छ रोजगारीको व्यवस्था? आज ठुलो सङ्ख्यामा चाहिँ नेपाली दरा पाखुरा भएका मान्छेहरू सबै विदेश पठाउने काम भएको छ। तैपनि हामीले यहाँ चाहिँ सुशासनको कुरा गर्न चाहिँ छाड्दैनौँ। र अब त के हुन थाल्यो भने विदेशमा गएकाहरूलाई नि अब लखेट्न थाल्यो। अब तपाईँहरूले अब के गर्नुहुन्छ? जो अरबको खाडीमा चाहिँ 10,000 छन् र त्यहाँबाट रेमिटेन्स पठाउँछन् र हामीले यहाँ चाहिँ बडा सुशासनको कुरा गर्न सजिलो भएको छ। अब त्यही अमेरिकाले झैँ
त्यताबाट लखेट्न छाल्यो भने हाम्रो चाहिँ अभिगत यो देशको के हुन्छ? त्यसो हुनाले मैले सुशासनको बारेमा सानो कुरा गर्छु। अहिले भर्खर गृहमन्त्रीज्यूले भन्नुभयो ठाउँ ठाउँबाट सेवा चाहिँ यो केन्द्रका कुरा आछन् भनेर भन्नुभयो। हामीले कहीँ गरेका छौँ कहीँ गरेका छैनौँ भनेर। बागलुङमा सेवा केन्द्र लानु पर्यो भनेर मैले नाम नलिउँ तीनटै प्रधानमन्त्रीलाई मैले जुम्ले हात गरेको छु। उहाँहरूले हुन्न भन्नुहुन्न। प्रधानमन्त्रीज्यूले यस्तो गर्नु पर्यो सेवा केन्द्र अन्त त सोर्याक परेका ठाउँमा तपाईँहरूले सारिदिनु भएको छ। त्यो बागलुङबाट गलकोट सेवा केन्द्र सारिदिनु पर्यो लड्न भन्दा जुनसुकै प्रधानमन्त्रीलाई भेट हुँदा पनि हुन्छ यो काम त। यो त मामुली कुरा हो नि, किन नहुने भन्नुहुन्छ। व्यवहारमा त गर्नुहुन्न। हेर्नुहोस्, त्यस कारणले यस्ता कुरालाई सुशासन भन्न हुन्न। आज महँगी चाहिँ कति चाहिँ नियन्त्रण भएको छ। आज योग्यता क्षमता भएको मान्छेले बाहिर प्रचलनमै आएछ। भेटी नबुझाइकन, बुझाउनु पर्ने रकम कलम नबुझाइकन जतिसुकै योग्य भए पनि क्षमता भए पनि त्यसले चाहिँ सम्बन्धित ठाउँमा चाहिँ मौका पाउन्न भन्ने कुरा पहिले 1000 लाखमा हुन्थ्यो। अहिले त करोडका अरबको कुरा पो छ नि त। यो मैले आरोप लागेकै छैन। बाहिर बजारमा के छ भन्नुहोस् त, सर्वसाधारण जनताले चाहिँ हामी शासन गर्नेलाई शासकहरूलाई चाहिँ कसरी हेरिरहेका छन्। जसले यो कुशासनबाट फाइदा लिएछ, राम्रो बन्दोबस्त गरेको छ, आफूलाई पनि आफ्ना पुस्तालाई पनि ऊ चौपट्टि खुसी छ। उसले योभन्दा व्यवस्था राम्रो कहीँ छैन भनेको पनि हिजो सुन्नियो। यतिसम्म भनेको सुन्नियो कि अब रुसमा चाहिँ व्यक्तिगत सम्पत्तिको अन्त्य भयो, अब अन्त पनि अन्त्य भयो। त्यस कारणले यहाँ पनि चाहिँ व्यक्तिगत सम्पत्तिको अन्त्य हुनुपर्छ। नै सामूहिक सम्पत्तिको अन्त्य हुनुपर्छ। त्यस कारणले व्यक्तिगत सम्पत्तिलाई प्राथमिकता दिनुपर्छ। अहिले त यो साम्राज्यवादी युग भनेको त व्यक्तिगत पुँजीवादी युग भनेको त व्यक्तिगत सम्पत्तिको पो जम्मा गर्ने युग हो यो त। त्यसो हुनाले त्यो त समयअनुसारको भएर संसारमा कुनै बेला तपाईँको चाहिँ कुनै बेला यस्तो युग थियो जहाँ तपाईँको चाहिँ समाजको ऐश्वर्य, संसारको ऐश्वर्य मुठीभर मानिसहरूले कब्जा गर्ने र अरू अर्बौँ मान्छेले दुःख पाउने प्रवृत्ति थियो त्यस्तो। त्यसो कारणले अहिले कतातिर गइरहेका छौँ। तपाईँहरूले चाहिँ अब यस्तो चाहिँ यो चाहिँ संसद बोलाउन चाहिँ तपाईँहरूलाई नपर्ने कारण के हो भने तपाईँहरूको आफ्नो कुनियतै लुकिया हुन्छ नि यसमा त। यहाँ तपाईँहरूलाई संसद बोलाउन केले छेक्यो, केले बाधा परेको छ र अहिले पनि तपाईँहरूले अझै जिद्दी गर्नुभएको छ कि चाहिँ संसद बोलाउनु बाध्यता थियो भनेर। अब यतै आर्थिक विधेयकतिर जाउँ। अब ती कुरा अहिले पनि भइसक्यो। अब यहाँ सत्ता पक्षकै माननीयहरूलाई पनि विभिन्न मन्त्रीको दैलामा कर्मचारीको चाहिँ ढोकामा गएर जुम्ले हात नगरिकन तपाईँको चाहिँ बजेट पार्न सकिन्न। हामीले देख्यौँ नि त। जो शक्तिमा छ, जो सत्तामा छ, जो भान्से छ, उसले आफ्ना क्षेत्रमा, आफ्ना ठाउँमा, आफ्नो जिल्लामा लान्छ बजेट। जसको त्यो क्षमता छैन, जसले सक्दैन, त्यो निरीह हुनुपर्छ। यता सत्ता पक्षका सांसद नभइकन सरकारी विधेयक पास हुन्न, तर माननीयहरू चाहिँ त्यो मन्त्रालयमा चाहिँ कर्मचारीलाई गएर चाहिँ बिन्ती पत्र राख्नुपर्छ। जिम्ले हात 10 वटा जोडेर मलाई यो योजनामा पैसा राखिदिनु पर्यो भनेर। यस्तो स्थिति त हुन भएन नि। हामीले चाहिँ नेपाली जनताको हक हितको लागि हामीले समान रूपले चाहिँ हामीले बजेट वितरण गर्नुपर्छ। योजना आएको त औचित्य छैन। मन्त्रीमण्डलले र त्यसमा पनि शक्तिशाली मन्त्रीहरूले भान्से भएर त्यो बजेट चाहिँ बाँडफाँड गर्ने भने हाम्रो औचित्य के हो? हामी यो चाहिँ कुहियो सास फाल्नमा आएर रोस्टमा आएर जनतालाई देखाउने हो। त्यस कारणले चाहिँ यो चाहिँ जुन अहिलेसम्म यो बजेटको आर्थिक क्रियाकलाप छ,
यो समानुपातिक हुनुपर्छ। अहिलेसम्म सम्बन्धित ठाउँमा बस्ने भान्सेहरूले जे जति गल्ती कमजोरी गरे पनि अहिले पनि अब बजेट त आउनेवाला छ, त्यसमा हामी आशा गरौँ कि चाहिँ नि विगतका गल्ती कमजोरी जसले जे गरे पनि अब बजेट चाहिँ समानुपातिक रूपले चाहिँ बजेट वितरण गर्नुपर्छ। यसमा हिनामिना पार्न पाइँदैन भन्ने किसिमले यो जुन विधेयक जुन छ यसको औचित्य छैन। शोषकहरूले आफ्नो स्थिति मजबुत बनाउनलाई ईश्वर उनीहरूले कल्पना गरे। त्यो ईश्वरको नाम बेचेर अहिले मानव जातिमाथि घोर अत्याचार चाहिँ भइरहेको छ। त्यस कारणले यस्तो प्रथाको हामीले अन्त्य गर्नुपर्छ। अब म विषयमा गएँ। अब निजीकरणले यो मुलुकलाई कहाँ पुर्याएको छ, तैपनि अब यहाँ मान्नेहरूलाई बाध्य छ। निजीकरणकै कारणले नेपाल स्वर्ग भयो, नेपाल विकसित भयो, नेपालले उन्नति गर्यो। यो सही हो। यदि निजीकरणले चाहिँ नेपालको चाहिँ आर्थिक उन्नति भएको भए, नेपालमा रोजगारी खुलेको भए आज लाखौँ लाख चाहिँ बलिया पाखुराहरू विदेशमा जान्थे। यस्तो देख्दै जान्दै पनि हामीले चाहिँ निजीकरणको बारेमा के भन्छौँ भने रुसको चाहिँ उदाहरण दिन्छौँ, चीनको भियतनामको उदाहरण दिन्छौँ। निजीकरण निजी सम्पत्तिको कारणले र आज संसारमा तपाईँको चाहिँ तेस्रो विश्वयुद्ध अघोषित रूपमा चाहिँ सम्पत्तिका मालिकहरूले कमजोर मुलुकमाथिको प्राकृतिक साधन स्रोत लुट्न, त्यहाँको सरकार कब्जा गर्न खुलेआम यस्तो लुट चाहिँ चलिरहेछ। त्यस कारण त्यो कारण के हो भन्दाखेरि निजी नै हो। कमजोर राष्ट्रका प्राकृतिक साधन स्रोत कब्जा गरेर अनि तपाईँको चाहिँ त्यो आफ्नो देशमा चाहिँ त्यो गाभ्ने ल्याउने। त्यसै कारणले पहिलो विश्वयुद्ध भयो, कारण त्यही थियो, बलियाले चाहिँ कमजोरमाथि रजाइ गर्ने, सम्पत्ति लुट्ने। दोस्रो विश्वयुद्ध त्यही थियो। अब पृथ्वीमा चाहिँ अघोषित रूपमा तेस्रो विश्वयुद्ध भइरहेको छ। यो चाहिँ संसारका जनताले यी साम्राज्यवादीहरूलाई समयमा ठेगाना लाएनन् भने या त संसार फेरि ढुङ्गे युद्धमा जान्छ, या त चाहिँ साम्राज्यवादीहरूलाई न्यायप्रेमी संसारका जनताले चाहिँ पराजित गर्नुपर्छ। यसको विकल्प छैन। अब म विषयमा गएँ। तत्कालीन पञ्चायती व्यवस्थाले भित्राएको उदारीकरण 2049 सालमा बनेको काङ्ग्रेसको सरकारले निजीकरणलाई कार्यान्वयन गरेर अगाडि बढाएका थिए। निजीकरणको निशानामा परे दर्जनौँ सार्वजनिक कल कारखाना, उद्योग धन्दा विदेशी मित्र राष्ट्रहरूको सहयोगमा बनेका सार्वजनिक प्रतिष्ठानहरूलाई निजीकरण गर्ने काम भयो। त्यसका पछाडि सरकारले तर्क दिँदै आएको थियो, निजीकरण गरिएमा वा राज्यले हात झिकेमा कल कारखाना उद्योग धन्दाको राम्रो विकास हुन्छ। तर व्यवहारमा त्यसको ठिक उल्टो देखियो। निजीकरण भएपछि विकास हुनुको सट्टा ती संस्था टाट पल्टिए। हुँदा ती संस्थाहरूले चर्चको जग्गा समेत प्लटिङ गरेर बिक्री गरी खाने षड्यन्त्र पनि विभिन्न ठाउँमा देखा परेको छ। तत्कालीन अर्थमन्त्री रामवरण महतले निजीकरणको नाममा त्यो काम गर्नुभएको थियो। तर आफूलाई समाजवादी भन्ने अर्थमन्त्रीज्यूले सोझै निजीकरण भन्न नसकेर वा सोझै कान नसमातेर घुमाउरो पाराले कान समात्न खोजेका छन्। सरकारले सार्वजनिक प्रतिष्ठानमा रहेको सहकारी लगानी व्यवस्थापन भन्ने शब्द राखेर भ्रम दिन खोजिरहेको छ। बचे खुचेका सरकारी लगानी भएका प्रतिष्ठानहरूलाई निजीकरण गरेर व्यक्ति विशेषलाई बुझाउन खोजिएको छ। निजीकरणमा जाउँ, राज्यले सार्वजनिक प्रतिष्ठान गरेको लगानीबाट हात झिक राज्यको काम व्यापार गर्ने होइन भनेर हाम्रो जस्तो आर्थिक रूपले कमजोर मुलुकलाई पश्चिमाहरूले अर्थी दिने गरेका छन्। तर निजीकरणका कारण अमेरिका सहित पश्चिमा मुलुकहरूमा देखिएको भयङ्कर ठुलो सङ्ख्यामा मजदुर कर्मचारीको कटौती तथा व्यापारिक संस्थानहरूको टालपटाइका कारणले देखा परेको बेरोजगारी आर्थिक सङ्कटले भयावह रूप लिएको छ। यदि निजीकरणबाट विकास वा समृद्ध हुने भए अमेरिका लगायतका पश्चिमा मुलुकहरूले बेरोजगारी तथा आर्थिक सङ्कटको चक्रव्यूहमा फस्ने थिएन। 39 सालदेखि थालिएको निजीकरणको प्रयोग र अभ्यास हामीले देखिसकेका छौँ। सरकारको लगानीमा खोलिएका प्रतिष्ठान
व्यक्ति विशेषलाई सुम्पेर सरकार सामाजिक उत्तरदायित्वबाट पन्छिने र मुलुक सङ्कटमा परेका बेला व्यापारीहरूले त्यसको अनुचित लाभ उठाउने पनि गरेका छन्। त्यसैले निजीकरणको नाममा प्रतिष्ठानमा सरकारी लगानीलाई व्यवस्थापन गरेर व्यक्ति विशेषलाई सुम्पनु गलत छ। अझ भन्दा के सुनिन्छ भने सभामुख महोदय, हामीले चाहिँ ती सरकारी प्रतिष्ठानलाई निजीकरण नगरेको भए अझ खतम हुन्थ्यो। निजीकरण गरिसकेपछि ती प्रतिष्ठानहरू कति चाहिँ तिनले चाहिँ फल प्राप्ति गरे। त्यस कारणले अझै विचार गरौँ। अब त हुँदा हुँदा के भयो भने प्रकृतिले दिएको सूर्यको तापलाई पनि यदि तपाईँको चाहिँ शोषकहरूले त्यसलाई क्याप्चर गर्न सक्ने भए अरू सर्वसाधारण जनतालाई त्यो उपयोग गर्न दिन्थेनन्। हामीले सास फेर्ने सास पनि यदि उनीहरूको अन्डरमा कब्जामा हुन्थ्यो भने त्यो पनि पुरै उनीहरूले नियन्त्रण गर्थे। त्यस कारण निजीकरण होइन, सरकारले तपाईँको चाहिँ कुनै पनि राष्ट्रको तपाईँको चाहिँ हरेकको चाहिँ जिम्मा लिनुपर्छ। होइन भने यस खालको चाहिँ यो जुन पद्धति छ आर्थिक पद्धति यसले चाहिँ हाम्रो जस्तो देश त ठुला देशहरूलाई पनि आर्थिक सङ्कट परेको छ। धन्यवाद। अब संशोधन सबैले आफूलाई दुधले नुहाएको, भ्रष्टाचार गर्दै नगरेको, राष्ट्रियताको सौदाबाजी गर्दै नगरेको त्यो कुरा हामीले स्वीकार गर्दैनौँ। त्यस कारणले अब राष्ट्रिय जनमोर्चाले के गर्छ? एकजना राष्ट्रिय जनमोर्चाले के गर्ने? एक भोट। पहिले पनि तपाईँहरू भएभरिका चाहिँ सांसदहरू वर्तमान सम्मानीय प्रधानमन्त्रीलाई चाहिँ भोट दिँदाखेरि उहाँको चाहिँ बालकोट यात्राले गर्दाखेरि राष्ट्रिय जनमोर्चाले भोट दिएको थिएन। त्यहाँबाट फर्केर आए त समर्थन गर्यो नि त। हेर्नुहोस्, त्यसो भएको हुनाले यो कोही पार्टीप्रतिको पूर्वाग्रह होइन। हामीले यो चाहिँ लोकतन्त्र गणतन्त्रलाई चाहिँ जोगाउन सक्छौँ कि सक्दैनौँ? सङ्कट यमा छ। अहिले पनि नेपाली जनताको चाहिँ घर घर के सुनिन्छ भनेर भन्दाखेरि हामीलाई यो लोकतन्त्रले के दियो, यो गणतन्त्रले के दियो? हाम्रा चाहिँ काम गर्न सक्ने जम्मै छोरा नाति सब विदेशमा, यहाँ यिनीहरूको राजनीति रतौली सुन्नु परिरहेछ भनिरहेछन्। त्यस कारणले सम्मानीय प्रधानमन्त्रीज्यू बालकोट जाँदाखेरि समर्थन नगर्ने अनि 90 सिटवाला चाहिँ पार्टीको नेता अहिले बालकोट जाँदाखेरि राष्ट्रिय जनमोर्चाले समर्थन गर्छ? दुई थरीलाई नै गर्दैन। अब त्यो प्रष्ट भयो हुन्छ। किन भन्दाखेरि बालकोटसित पूर्वाग्रह होइन नि, बालकोटले हो मलाई ऊ प्रधानमन्त्री बनाएको त साँच्चै भन्ने हो नि त मलाई ऊ प्रधानमन्त्री जुन बालकोटले बनायो त्यसको विरुद्धमा राष्ट्रिय जनमोर्चाले किन चाहिँ आलोचना गरिरहेछ? कतिपय साथीहरूलाई नराम्रो लाग्छ। त्यो व्यक्तिगत कसैलाई रिस हो र कसैको पार्टीप्रति रिस हो र? त्यति बेला गरेको काम ठिक हो कि होइन? नेपालका वामपन्थीहरूले त तपाईँको चाहिँ नि सबै वामपन्थी एक ठाउँ भएको होइन। 64% थियो नि त हाम्रो त संसदमा चाहिँ अब बहुमत। कतिवटा प्रदेशमा सरकार थियो भन्नुहोस् त। त्यो भत्काउँदाखेरि के भयो? स्वयं राष्ट्रिय जनमोर्चाले आफूले समर्थन गरेको 4 नम्बर प्रदेशलाई भत्काउनै पर्यो। आफ्ना सांसदहरूलाई अनुशासन कारबाही गर्नु पर्यो। कोही पार्टीको पूर्वाग्रह होइन कि वास्तवमा त्यो बाटो तपाईँको चाहिँ नि लोकतन्त्रलाई गणतन्त्रलाई बलियो बनाउने बाटो छैन। त्यति बेलाको कारबाहीले गर्दाखेरि तपाईँको चाहिँ त्यही पार्टीबाट अस्ति 16 गते राष्ट्रिय सभा गृहमा कति ठुलो चाहिँ त्यहाँ मायाछन् भयो, त्यो त टुक्रियो त। कसै कारणले भन्नुहोस् त? त्यस कारणले अहिले पनि नेपाली जनतालाई चाहिँ अब चिन्ता के छ भने ठुला पार्टी हुन् अथवा सानो पार्टी हुन्, हामी राजनीति गरेको विशुद्ध सम्पत्ति कमाउन हो, विशुद्ध आय आर्जन हो, विशुद्ध तपाईँको चाहिँ अवैध किसिमले सम्पत्ति कमाएर त्यसपछि चाहिँ जोगिन हो, चोखिन हो। त्यसो हुनाले अस्ति पनि एकैचोटि आए त चाहिँ निजामती कर्मचारीको 10 जनाको चाहिँ नाम आयो। ल भन्नुहोस्, भ्रष्टाचार मुछिएको। त्यस कारणले यो अहिलेको हाम्रो जो चरित्र छ, जो हाम्रो चाहिँ स्थिति छ, यसले तपाईँको चाहिँ नि
यो लोकतन्त्र यो गणतन्त्र पनि सुरक्षित हुन सक्दैन, देशको राष्ट्रियता सार्वभौमता र अखण्डता नि बच्न सक्दैन। त्यस हुनाले समय छ, राष्ट्रिय जनमोर्चाले जसले राम्रो काम गर्छ त्यसलाई समर्थन गर्छ, जसले नराम्रो काम गर्छ जे परे पनि उसका विरुद्धमा चाहिँ मुख थुनेर बस्दैन। किनभने उसलाई सत्ता र शक्तिमा कसरी जाने, शक्ति राष्ट्रको एजेन्डा बोकेर हुन्छ कि भ्रष्टाचारीहरूलाई जोगाएर हुन्छ कि, त्यो नीति राष्ट्रिय जनमोर्चाले कहिले पनि लिएन। अब भन्छन् मान्छेले अहिले तपाईँहरूले यहाँ काठमाडौँमा जे गर्नुभएको छ परदेशमा त्यही हो, त्यही गर्ने सक्नुहुन्छ तपाईँहरू परदेश जोगाउन। 3-4 खरब तपाईँहरूले लगानी गर्नुहुन्छ त्यो चाहिँ परदेशको चाहिँ लागि, त्यो ठिक छ भन्ने छ तपाईँहरूलाई परदेश। चित्रबहादुर चाहिँ सङ्घीयता विरोधी भन्छ, म सङ्घीयता विरोधी किन हुने? तपाईँहरूले सक्नुहुन्छ, तपाईँहरूको मनाहा त छ नि। यो परदेश चाहिँ अव्यवहारिक भयो, नेपाली जनताले धान्न सक्दैन। 1 करोड नेपाली चाहिँ विदेश बस्नुपर्ने, विदेश गल्ली गल्लीमा लास पनि चाहिँ आइरहनु पर्ने, अनि हामीले चाहिँ मन्त्रीहरूको सङ्ख्या परदेशको उसको चाहिँ नेताहरूको सङ्ख्या मात्रै पालेर हुन्छ? त्यसो भएको हुनाले संविधान संशोधन गर्ने जुन कुरा आछ त्यो तपाईँ चाहिँ नि संविधानका आधारभूत कुराहरू संशोधन गर्न पाइँदैन। जुन कुरा हामीले लामो समयदेखि लडेर ल्याएका हौँ, जुन कुराले नेपाली जनताको तपाईँ चाहिँ समस्या समाधान भएको छैन, बढी भार भएको छ, त्यस कारणले त्यहाँ चाहिँ संशोधन चाहिँ गर्नुपर्छ। कुनै पनि देशको संविधान असंशोधित हुन्न। त्यस हुनाले सबै माननीयहरू प्रश्न हुनुहोस्, यसपालि राष्ट्रिय जनमोर्चाले ठुला पार्टीलाई, 2टा ठुला पार्टीलाई पनि समर्थन गरेन, अहिले वर्तमान चाहिँ प्रधानमन्त्रीले समर्थन गरेन। त्यस हुनाले सधैँ समर्थन नगर्ने कुरा होइन, राम्रो गर्ने बित्तिकै समर्थन गर्छौँ। तपाईँहरूले नराम्रो गर्ने बित्तिकै फालिनु होला, रिसाउनु होला, सहुलियत सुविधा नदिनु होला भनेर हामीले खुट्टा कमाउनौँ। हामीले नेपाली जनताको तर्फबाट लगातार खबरदारी गर्छौँ, राम्रो गर्दा समर्थन गर्छौँ, नराम्रो गर्दा विरोध गर्छौँ। यो कुरा बुझिरहनुपर्छ। हामी जुन हिसाबले हिँडिरहेका छौँ, शासन गरिरहेका छौँ, यसमा हामी चाहिँ परिवर्तन हुने होइन। विभिन्न खालका तपाईँ भन्नु न, अहिले वर्तमान सरकारलाई पनि र हुनेवाला सरकारका नाममा कति कुराहरू आएका छन्। एकजना माननीयजीले मलाई हाँसो ठट्टा गर्दै भन्नुभयो, के सिकाउनु भयो तपाईँ चाहिँ कम्युनिस्ट भएर भने। मैले सुन चोर्न सिकाएँ हुँ हाम्रा साथीहरूलाई, सरकारी जग्गा बेच्नमा सिकाएँ मलाई मैले सिकाउँदाखेरि म पुरानै भएँ ल भन्नुहोस् न। देशको राष्ट्रियता सार्वभौमता र अखण्डताको सौदाबाजी गर्नुपर्छ र सत्तामा बस्नुपर्छ भने हो। त्यस कारणले हामी आफ्ना देशको, आफ्ना नागरिकहरूको, आफ्नो राष्ट्रलाई केन्द्रमा राखेर राजनीति गरौँ न। किन हामीले सत्ता र शक्ति सबै थोक हो भन्दा हाम्रो अहिलेको नेपालको स्थिति के भएको छ? हामीलाई चाहिँ नेपाली जनताले कसरी हेरिरहेछन्? हामी चाहिँ त्याग गऱ्यौँ, तपस्या गऱ्यौँ, लोकतन्त्र ल्यायौँ, गणतन्त्र ल्यायौँ, सबभन्दा विरोध चाहिँ जनताले हामीप्रति गरिरहेका छन्। राजनीतिक पार्टीहरूप्रति जनताले आदर गर्नुपर्ने हो नि, सम्मान गर्नुपर्ने हो नि। किन गरेका छन् भनेर भन्दाखेरि हामीले ठिक किसिमले शासन गर्न सकेका छैनौँ। हाम्रो आचरण जानेर नजानेर तपाईँ चाहिँ नि यो संसदीय व्यवस्थामा हामी चाहिँ फरक भएको कारणले जनताप्रति जो घृणा छ यसलाई हामीले सच्याउनुपर्छ। सचिएको चाहिँ नेताले, सचिएको पार्टीले मात्र देश सजाउन सक्छ। माननीय चित्रबहादुर केसी, समय 3 मिनेट। त्यसपछि माननीय मोहन बहादुर बस्नेत। सभामुख महोदय, आजको विषय निकै रोचक छ। सबभन्दा यहाँ बोल्ने मान्नेहरूले के भन्नुभयो भने खेलकुद मन्त्रीजीको पीडाको बारेमा बोल्नुभयो। म पनि यो संसदीय व्यवस्था भएपछि एकचोटि मन्त्री भएको थिएँ, सहकारी मन्त्री। अहिले खेलकुद मन्त्रीले जे पीडा बोक्नु भएको छ मैले पनि त्यही बोकेको थिएँ। त्यसो भएर मलाई चाहिँ इतिहासको झल्को लाग्यो। त्यस कारणले उहाँले त्यसै
राजीनामा खोल्टी हालेर हिँडिया छु भनेर त्यसै भन्नुभएको छैन। त्यो यथार्थ उहाँको पीडा हो। पहाडमा झ्याउरे गीत गाउँछन्, थुकम भनी गाईको दुध निलौँ भनी रम भनेर हेर्नुहोस्, उहाँलाई परेको त्यही हो। सरकारमा बस्नु परेको छ, बजेट यस्तो भेदभावपूर्ण छ। पहिले सत्ता पक्षकै सांसदले बजेट चाहिँ फलानु पार्टीमा मात्रै गयो भन्दै सुन्दा त त्यस्तो भएछ के अरे जस्तो मलाई लागेको थियो। हिजो यहाँ चाहिँ ठ्याक्क कुरा आउँदा त के रहेछ भने त्यो त अरूले चाहिँ विरोध नगरून् भनेर पहिले मुख टालेको कुरा पो रहेछ त, बुझियो नि त कुरा। भित्र ढिँडो बाहिर भात बुझिम साहब तपाईँको बात भनेको थियो। त्यस कारणले अब अहिले चाहिँ खेलकुद मन्त्रीलाई हामीले राम्रो गर्नुहोस्, योभन्दा राम्रो गर्नुहोस् हामीले भनिरहेका छौँ। बहनी कति दिन हो, यो सरकार कति दिन हुने हो, उहाँ चाहिँ खेलकुद मन्त्री कति दिन हुने हो, किन त्यस्तो हामीले आशीर्वाद दिने गरेका छौँ। 18 महिना 3 चोटि चाहिँ गठबन्धन फेरिन्छ। उहाँ के का आशाले धैर्य भएर चाहिँ गरुला त नि भनेर आश गर्ने। त्यसो हुनाले अहिले नेपालको समस्या के हो भने तपाईँ चाहिँ नयाँ पिँढी अत्यन्त निराश छ, अत्यन्त विचलित छ। हामी सदनमा आएका मान्छेहरू हामी युवाबाट विद्यार्थीबाट आएका होइनौँ। हामी विद्यार्थी छँदै राष्ट्रियताको पक्षमा, लोकतन्त्रको पक्षमा, गणतन्त्रको पक्षमा लडे होइन। अहिलेका नयाँ युवाहरूलाई चाहिँ सोध्नुहोस् त, राजनीतिप्रति, राष्ट्रियताप्रति, देशप्रति कति उनीहरू निराश छन्। उनीहरू निराश हुनु, राष्ट्र र जनताप्रति तपाईँ चाहिँ ओठ लिप्र्याउनु र चाहिँ विदेश बाहेक अरू विकल्प नदेख्नुको पछाडि के हो भनेर भन्दाखेरि त्यसको लागि हामी जिम्मेवार छौँ। हामीले राजनीति चाहिँ जनता र राष्ट्रको लागि गरेनौँ। राजनीति तपाईँ चाहिँ आफ्नो लागि गऱ्यौँ, आफ्नो परिवारको लागि गऱ्यौँ। त्यो परिणाम आज तपाईँ चाहिँ लाखौँ लाख युवाहरू तपाईँ चाहिँ देश छोडेर गइरहेका छन्। त्यस कारणले अहिलेको हाम्रो शिक्षा प्रणाली, अब खेलकुदको कुरा त आइहाल्यो। त्यसो हुनाले मानिसलाई विशुद्ध तपाईँ चाहिँ शारीरिक श्रम मात्रै होइन, मानसिक रूपले हामीलाई तपाईँ चाहिँ त्यो निरङ्कुश व्यवस्थाको बेलामा पनि हाम्रा शिक्षकहरूले, हाम्रा अभिभावकहरूले, राजनेताहरूले मानसिक रूपले हामीलाई तयार नगरेको भए हामी तपाईँ चाहिँ यो लोकतन्त्र, यो गणतन्त्र ल्याउनको लागि भूमिगत बस्ने, जेल बस्ने, कुटपिट सहने त्यस्तो किन गर्थ्यौँ हामी भनेर भन्दाखेरि हामीलाई कमसेकम त्यस्तो शिक्षा प्रणाली थियो। कमसेकम तपाईँ चाहिँ त्यस किसिमले मानसिक रूपले हामी तयार थियौँ र न हामी तपाईँ चाहिँ त्यो यो लोकतन्त्र, यो गणतन्त्र ल्याउनको लागि चाहिँ हामी तयार भयौँ। आजको नयाँ पिँढीलाई हामीले दिएको शिक्षा के छ भन्नुहोस् त। अहिलेको नयाँ पिँढीलाई चाहिँ शिक्षा प्रणालीमा के छ भन्दाखेरि यहाँ केही हुन्न, जाने विदेशै हो, विदेशमा नि अमेरिका हो, बेलायत हो, अस्ट्रेलिया हो, अनि पछि तपाईँ चाहिँ उतै बस्ने देश त उजाड भएको छ नि। त्यस कारणले अहिलेको स्थितिमा नयाँ पिँढी जुन निराश छ, यसलाई चाहिँ शैक्षिक क्षेत्रमा जुन खालको निराशा छ, जनतामा चाहिँ उदास छ, यसमा चाहिँ हामीले गम्भीर हुनुपर्छ। र बजेटको त जहाँसम्म कुरा के भयो भने अब चाहिँ तपाईँ चाहिँ बजेट नपरेका निर्वाचन क्षेत्रमा, जिल्लामा मतदातासँग के नाम मुख देखाउन जाने हामी भन्नुहोस् त। मान्य सदस्य, जसका हातमा तपाईँ चाहिँ नि बजेट हुन्छ, जसले चाहिँ हातमा बजेट हुन्छ उसैले आफ्नो जिल्ला चाहिँ थुपार्ने हो भने योभन्दा अन्याय, योभन्दा अत्याचार के हुनसक्छ। स्वयं सत्ता पक्षका साथीहरूले पनि ठिक भएछ भन्न सक्नु भएन। राष्ट्रिय जनमोर्चाले यो बजेटलाई चाहिँ समर्थन गर्न सक्दैन। धन्यवाद। सहकारीमा निर्मम तरिकाले जनताको पसिनामा जसले पौडी खेलेको छ त्यस्ता मान्छेलाई चाहिँ कानुनी कारबाही हुनुपर्छ भन्ने कारणले त्यो चाहिँ बन्द भएको, जसमा राष्ट्रिय जनमोर्चा नि सहमत छ। सहकारी मन्त्रालयमा म पनि केही दिन बसे हुनाले मलाई के तितो अनुभव छ भनेर भन्दाखेरि सहकारीको रकम हिनामिना गर्नेमा सर्वसाधारण मान्छे होइन, राज्य सत्तामा चाहिँ विराजमान हुने तिनको संरक्षणबाट, तिनका दलालहरूबाट स्वयं कतिपय अवस्थामा तपाईँ चाहिँ सांसदहरू नै, मन्त्री भइसकेका मान्छेहरू नै
त्यस कारणले उच्च तहमा रहने मान्छेले चाहिँ सहकारी सञ्चालन गर्ने र सहकारीका सदस्यहरूको रकम चाहिँ हिनामिना गर्ने र त्यो सहकारीको रकम हिनामिना गर्नेलाई कारबाही होइन कि राज्य सत्तामा निर्णायक ठाउँमा बस्ने मान्छेले नै ती सहकारीका ठगहरूलाई जोगाउँछन्, बचाउँछन् र सहकारी हिनामिना भएपछि अहिलेसम्म कतिवटा समिति बने। जब संसदभित्र समस्या आउँछन् केही दिन चाहिँ संसदभित्र छलफल हुन्छ, जनताले आन्दोलन गर्छन् र त्यो समस्यालाई समाधान गर्ने नाममा समिति बन्छ। समिति बनेपछि अझ यसपालि त आश्चर्यको कुरा, समिति बनाउन पर्यो भनेर सहकारीसँग सामेल भएकै मान्छेको बारेमा कुरा गर्दाखेरि जिम्मेवार ठाउँमा बसेका मान्छेले नै लाजो मर्ने किसिमले रोस्टमबाटै तँ पनि फलानामा परेको छ, तँ पनि ढिस्कनामा परेको छ, तँ पनि परेको छस् भनेर र चाहिँ आफ्नो कर्तुतलाई जोगाउने, त्यहाँबाट उम्काउने र राज्य सत्तामा बसेका निर्णायक तहमा बसेका मान्छेहरूले जुन खालको चाहिँ गतिविधि देखियो, यसले के बुझिन्छ भनेर भन्दाखेरि यो समितिले पनि पहिलेका समितिले चाहिँ नेपाली जनतालाई, सहकारीबाट ठगिएका जनतालाई माछो भ्याउतो गराउँछन् भन्ने कुरामा स्वयं सहकारीबाट ठगिएका जनताहरूले त्यही चाहिँ बुझिरहेका छन्। र मैले यो रोस्टमबाट सम्माननीय सभामुख माध्यममा म सरकारलाई भन्छु, फेरि पनि पहिलेका सहकारी ठगहरूलाई जसरी जोगाउने काम भयो, अहिले पनि सरकार जोगाउने नाममा सहकारीमा किटानी साथ नेपाली जनताले संसदमा उठाएको आवाजलाई दबाउने हो भने यो गणतन्त्र, यो लोकतन्त्रको कुनै औचित्य नभएको कुरा नेपाली जनताले महसुस गरिरहेका छन्। त्यस कारणले तथ्य दुधको दुध, पानीको पानी, गणतन्त्र विरोधी, संघीयता विरोधी, भ्रष्टाचार विरोधी एक ठाउँमा उभिएर अब यो आन्दोलनलाई चर्काएर देशमा आमूल परिवर्तन ल्याएर एउटा नयाँ परिस्थिति ल्याउनको लागि हामी अगाडि बढेका छौँ। बिहान सिद्धि साँझसम्म यो टन्टलापुर घाम, त्यसपछि पानीमा तपाईँहरू रहनु भएको छ। हामीले जोसित जतिसुकै प्रश्न सोधे पनि जसले जे भाषण गरे पनि मुलुक बनाउने कुरा गर्न सकेका छैनन् कसैले पनि। अहिले हाम्रो आज बिहानसम्म 27 खरब हाम्रो ऋण छ। हामीहरूले त्यो ऋणबाट मुक्त हुन मुलुक कसरी बनाउने भन्ने कुरा सोचेका छैनौँ। त्यसकारण सबैभन्दा पहिले यदि मुलुक बनाउने हो भने एउटा इच्छा शक्ति भएको नेताले पहिला यो संसद सङ्ख्या घटाउनु पर्यो। 101 भन्दा संसद आवश्यक छैन। दोस्रो, प्रदेशमा 15-16 जना भन्दा संसद आवश्यक छैन। केन्द्रमा 10 जना मन्त्री भन्दा आवश्यक छैन। प्रदेशमा 3टा मन्त्री भन्दा आवश्यक छैन। र यो कर्मचारी तन्त्रलाई 60% घटाउनु पर्यो। तब मात्रै के हुन्छ, पैसा बच्छ र त्यो पैसा विकासमा लैजानु पर्यो। स्थानीय तहमा बढी राजनीति भयो, केन्द्रमा सदनमा त राजनीति हुन्छ भने स्थानीय तह के होला? त्यसकारण स्थानीय तहलाई पार्टी लेस गराउनु पर्यो। तसर्थ रिफर्म गर्न पर्यो। अब मुलुकलाई त्यो रिफर्म गरिसकेपछि परफर्म देखाउन योग्य मान्छे छान्न पर्यो। तब हाम्रो समाजमा ट्रान्सफर्म हुन्छ र युवाहरू नेपाल बस्छन्। तपाईहरूले दिएको संसार फ्रुटफुल हुन्छ, लागु हुन सक्छ। यो नगरिकन कसैले जे भाषण गरे पनि हुँदैन, जति भ्युवर बढाए पनि हुँदैन, तपाईहरूले जति मुख सुकाउनु छ हामीले सुकाएको हुँदैन। यही कुरा तपाईँहरूलाई मैले राख्न चाहन्छु। धन्यवाद। यो प्रधानमन्त्रीलाई प्रश्न गर्ने अधिकार संसदको छ र त्यसको उत्तर दिने अधिकार प्रधानमन्त्रीको हो। कसैले सन्तुष्टि असन्तुष्टि जनाउने व्यक्तिगत कुरा हो। यो संसदीय पद्धतिमा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायिता गराउने र संसदहरूले आफ्ना निर्वाचन क्षेत्रका, राष्ट्रका र वर्तमान सन्दर्भमा क्वेसन सोध्ने अधिकार छ। त्यसको प्रधानमन्त्रीले जवाफ दिनुभएको छ, दिइरहनु भएको छ। कसैलाई असन्तुष्टि भयो भने बाहिर निक्लिने, घुम्न जान, फिल्म हेर्न जान पाइन्छ। मैले पूर्व राजाले वर्तमान संविधान अनुसार प्रयोग गर्न पाउने सबै अधिकार प्रयोग गर्न पाउनुहुन्छ। बोलेकै आधारमा हामी उहाँसँग कुनै रिस, द्वेष, प्रतिशोध लिने पक्षमा जानुहुन्न। बोल्न पाउने अधिकार छ। संविधान अनुसार हिडुल गर्ने पनि छ। तर नेपालको संविधानले प्रयोग गर्ने
गर्नुपर्छ। कसैको विरुद्धमा लक्षित छैन यो। संविधानलाई, मर्मलाई, संविधानको भावनालाई सबैले प्रयोग गर्नुपर्छ भन्ने हो। एउटा नागरिकले गर्नुपर्ने संविधानप्रतिको दायित्व सबैमा होस् भन्ने चाहना हो। मैले त त्यो विषयवस्तु प्रवेश गरिनँ। राजाले के बोल्नुभयो, पूर्व राजाले अहिले के गर्दै हुनुहुन्छ त्यतातिर म जान चाहन्न। हामीले नै पूर्व राजालाई हिरो बनाउने काम हामीले यहाँ बोलेर गरेका छौँ। मेरो चाहिँ संविधानको भावना विपरीतको कुरालाई मात्रै मेरो भनाइ थियो। राजाप्रति अरू कुनै, मेरो पूर्व राजाप्रति कुनै द्वेष, ईर्षा र कुनै छैन, प्रजात छैन, म आवश्यक देख्दिनँ म। धन्यवाद। जलनको उपचार महँगो हुने भएकाले विभिन्न वर्गको पीडितहरूको उपचारको पुनर्निर्माण न्यूनीकरण सरकारले वार्षिक नीति कार्यक्रम सम्मेलन गर्नुपर्दछ। आज सबैभन्दा पहिला त प्रधानमन्त्रीज्यूसँग यो सम्मानित सदनमा प्रश्न गर्न पाउँदा चाहिँ मलाई एकदमै गौरवान्वित लागेको छ र प्रश्न पनि मेरो जलन विधेयक सम्बन्धी नै थियो र मैले आज उहाँहरू जलन पीडितहरूलाई लिएर आएको छु। एक तर्फको मात्र जलन होइन, एक तरिकाले मात्र जल्नुभएका पीडितहरू उहाँ हुनुहुन्न। कोही तेजाबबाट जलन भएर आउनु भएको छ, कोही ग्यास पट्केर जलन भएर आउनु भएको छ भने कसैलाई चाहिँ कारणवश कसैको रिसले जलाइएर मटिटेल पेट्रोलहरू खन्याएर जलाएको भएर आउनु भएको छ। र हामीसँग एकजना चाहिँ अपाङ्गता भएका व्यक्ति पनि हुनुहुन्छ, यहाँ हुनुहुन्छ। उहाँले दुवै हात पनि गुमाउनु भएको छ यही जलनले गर्दाखेरि नै। र यो मैले विधेयक सदनमा दर्ता गराइराख्दाखेरि यही विषयलाई चाहिँ गम्भीरतापूर्व हेरेर मैले सदनमा दर्ता गराएको विधेयक हो। र आज 8 महिना भइसकेको छ सदनमा विधेयक दर्ता भएको। किनभने जलन यति संवेदनशील विषय हो, हामीलाई जुन बेला पनि, जहिले पनि, जहाँ पनि हुनसक्छ। हामी कसैले पनि सोच्दैनौँ कि म आज जलनमा पर्छु कि पर्दिनँ भनेर सोचेका कहिले पनि हुँदैनौँ। तर अस्तिको हामीले पोखराकै घटना हेऱ्यौँ भनेदेखि मन्त्रीज्यूहरू पनि जानुभएको थियो पोखराको कार्यक्रममा। उहाँहरू जल्छु भनेर जानुभएको होइन, कार्यक्रम उद्घाटन गर्न जानुभएको। तर कारणवश त्यो कार्यक्रममा एउटा सानो कारणले गर्दा दुर्घटना हुन खोजे, उहाँहरू जल्न पुग्नुभयो। उहाँहरू पनि जलन पीडित भएर फर्किनु भएको छ, उपचार गराइरहनु भएको छ र उपचार पनि उहाँहरूको राम्रो नै भइरहेको छ। मैले त्यो घटनालाई कसरी लिएको छु भन्दाखेरि चाहिँ आगो लाग्ने वा कुनै पनि किसिमले जल्दाखेरि मान्छेको शरीर अङ्गभङ्ग हुनसक्छ, मान्छेको जीवन कष्टकर हुनसक्छ। हामीले जलन हुँदाखेरि अस्पतालको व्यवस्था हेर्छौँ, अस्पतालमा के सेवा सुविधा छ त्यो हेर्छौँ। तर आज अस्पतालको सेवा सुविधा मात्रले पनि पुग्दैन। सेवा सुविधा त हामी सबैलाई नै थाहा छ, अस्पताल पनि राम्रो नै भइरहेको छ अहिलेको समयमा हेर्ने हो भनेदेखि। तर पीडितको पूर्ण स्थापनाको कुरा हामीले कहीँ पनि गरेका छैनौँ। कुनै पनि कानुनले पीडितको पूर्ण स्थापनाको कुरा गरेको छैन। पीडित तबसम्म पीडित हुन्छ जब ऊ अस्पतालको शय्यामा हुन्छ वा उसले त्यो पीडा सहिरहेको हुन्छ। त्यो पीडा सहेर बाहिर निस्किसकेको व्यक्तिलाई सधैँभरि पीडित भन्न पनि आवश्यक पर्दैन। किनभने हामीसँग जीवन्त उदाहरण पनि हुनुहुन्छ। यहाँ रेणुकाजी हुनुहुन्छ, उहाँ आफ्नो काम गरेर अगाडि बढिरहनु भएको छ, उहाँले कमाइरहनु भएको छ, आफ्नो परिवार चलाइरहनु भएको छ। त्यसले गर्दाखेरि सरकारले चाँडोभन्दा चाँडो जलन विधेयक चाहिँ सदनमा टेबल गरेर हामीलाई सपोर्ट गरेर जलन पीडितको लागि यो विधेयक र यो कानुन बनाएर अघि बढ्न एकदमै आवश्यकता छ। र 8 महिनाको समय सदनमा दर्ता गरेको भइसक्दा यो धेरै नै ढिलो भइसकेको छ। र यो गर्मीको मौसम लागेसँगै डढेलो र आगलागीका धेरै घटनाहरू बढिरहेको छ। सरकारसँग पूर्व तयारीको रूपमा केही पनि छैन अहिलेसम्म। किनभने आगो निभाउन जाँदाखेरि त्यही व्यक्तिहरू, सर्वसाधारण व्यक्तिहरू हुनुहुन्छ, दौडेर आगो लागेको ठाउँमा गइराख्नु भएको छ। उहाँहरूसँग सेफगार्डहरू केही पनि हुँदैन। फायर एक्सटिङ्ग्विसर हामीले भनिरहेको छौँ, मैले बारम्बार सदनमा कुरा उठाइरहेको छु। एउटा सानो भए पनि फायर एक्सटिङ्ग्विसर तपाईँहरूले आफ्नो घरमा, आफ्नो पसलमा राखिदिनु होला। त्यो फायर एक्सटिङ्ग्विसरले सानो ठुलो जस्तो पनि आगो निभाउन मद्दत गर्छ, आगो फैलिन दिँदैन। अब अहिले त माननीयज्यूहरू आफै जल्नु भएको छ, जलनको पीडा उहाँहरूले पनि भोग्नु भइसकेको छ। र अब यो
जलन गर्छ भन्ने पुरै विश्वास छ। अब यो कानुन बन्छ भन्ने हामी पुरा विश्वास गर्दछौँ। अझै पनि 8 महिना भइसक्यो। अब यो कुरा उठाएको दिनले अझै पनि राम्रोसँग कार्यान्वयन हुन सकिरहेको छैन र पीडितहरू अझै पनि पीडामै छन्। अलिक गाह्रो छ, एकदमै एक्सपेन्सिभ, एकदमै महँगो छ र अनि जति ट्रिटमेन्ट गर्दै गयो धेरै लामो समय 2 वर्ष 3 वर्ष 5 वर्ष, यहाँ दिदीको त झन्डै 8-9 वर्ष नै भइसक्यो उपचार यति लामो चल्छ। अनि हामी गरिब निमुखा जनताहरूले चाहिँ उपचार गर्न सक्ने, सजिलैसँग उपचार गर्न सक्ने वातावरण पनि छैन। त्यही भन्न चाहन्छु। भएर चाहिँ हाम्रो यो एसिड र अग्निजन्य बन्ड जस्तै भनिन्छ त्यसलाई चाहिँ एउटै कानुनमा एकै प्रकारको आउनुपर्छ, विभेद गर्नु हुँदैन। अग्निजन्य घटना पनि एसिड जस्तै हो भनेर नयाँ कानुनमा चाहिँ आउँछ भन्ने चाहिँ हामी एकदमै धेरै विश्वासमा छौँ। केही भन्नु सम्मान छैन, कुनै हैसियत छैन। भएको भए प्रधानमन्त्रीमाथि अंकुश लाग्नु पर्थ्यो, प्रधानमन्त्रीलाई बाध्य बनाउनु पर्थ्यो, एक्सक्युज भन्न सक्नु पर्थ्यो उहाँले कि मैले मिस गरेँ, गल्ती गरेँ। तर आज उहाँ जे गरेछ ठिक गरेको छ जस्तो अनुभव गर्नु भनेको लोकतन्त्रमाथि नै एउटा हस्तक्षेप हामी बुझेका छौँ। यसरी नै बुझ्दिन म आग्रह गर्छु। थ्याङ्क यू। राजावादी शक्तिहरू जसलाई तपाईँले राष्ट्रियताको पक्षधर पनि भनेर विश्लेषण गर्नुभएको छ। तपाईँहरूको प्रदर्शन पूर्व राजाको स्वागतमा देखिएको जमातले यसरी चाहिँ प्रभाव ल्याइयो कि अहिले फेरि सत्ता समीकरण फेरबदल हुने, सरकार ढल्ने चर्चा चलिरहेको छ। के चाहिँ गरिदिनु भयो तपाईँहरू त्यस्तो? हामीले केही पनि गरेको होइन। यो सत्ता चलाइरहेको नेताहरूले र यो व्यवस्थाले यो अवस्था नेपालमा सृजना गर्यो। यसको फलस्वरूप जनता आक्रोशित भएको र त्यो आक्रोशित जनतालाई राजाले मलाई साथ दियो भने म यो देशको परिस्थितिलाई परिवर्तन गर्न सक्छु भन्ने जुन राजाको अभिव्यक्ति आयो फागुन 7 गतिको लागि, त्यसले यो तरङ्ग ल्याएको हो। हामी त यो संहिता र यो गणतन्त्र सफल छैन, यो माटोलाई सुहाउँदैन, यसलाई परिवर्तन गरेर राजासहितको हिन्दू अधिराज्य ल्याउनुपर्छ भन्ने पक्षधर थियौँ र आन्दोलनमा छिटै थियौँ। तर थप राजाको अभिव्यक्तिले यो नयाँ तरङ्ग आएको हो र अब विन्ड्स अफ चेन्ज भन्छ नि, यो परिवर्तनको हावा चलिसकेको छ। अब यो हावालाई बुझेर यो सत्ताधारी पार्टीहरूले यो परिवर्तन र एउटा नयाँ परिस्थिति ल्याइदिएमा हामी सबै मिलेर सबैले श्रेय लिन्थ्यो। यो कुरा मैले सदनभित्र पनि पटक भनिसकेको छु कि यसलाई अविलम्ब विलम्ब नगरौँ। तुरुन्तै राजासहितको प्रजातन्त्र र राजालाई पनि स्पेस दियौँ, हिन्दू राष्ट्र पनि ल्याऊँ र यो श्रेय सबैले लियौँ। किनकि यो देशमा प्रजातन्त्र पनि चाहिन्छ, पार्टी पनि चाहिन्छ। हामी कसैलाई निषेध गर्ने व्यक्ति पनि होइनौँ, पार्टी पनि होइनौँ। सबैले मिलेर एउटा नयाँ परिस्थितिमा राष्ट्र लिएर जाऊँ भन्ने आग्रह मैले पटक गरेको छु। तर त्यो आग्रह कोहीले सुन्नेवाला छैन। अब जनताले नै परिवर्तनको लागि अग्रसर भइसकेको छ। त्यसको अगुवाई हामी सबै राष्ट्रवादी, राजावादी, हिन्दूवादी, गणतन्त्र विरोधी, संघीयता विरोधी, भ्रष्टाचार विरोधी एक ठाउँमा उभिएर अब यो आन्दोलनलाई चर्काएर देशमा आमूल परिवर्तन ल्याएर एउटा नयाँ परिस्थिति ल्याउनको लागि हामी अगाडि बढेका छौँ। हावा चल्यो मान्नेज्यू होइन, तर चाहिँ अब चैतमा चाहिँ हजुरहरूसहित गणतन्त्रवादी शक्तिहरूको चाहिँ सडकमा जुवारी जस्तै भन्ने स्थिति छ। गर्दाखेरि तपाईँहरू चाहिँ हुरी बतास हुने गरी तयारीमा आउनु भएको छ कि जस्तो फागुन चैतमा बढी हुरी बतास चल्छ, त्यसपछि वैशाख लागेपछि सेलाउँछ जस्तो त होइन, तयार भएरै आउनु भएको छ? के छ? हामी त यो पालि हामीले भन्दै आएको छ, मार्फै अगाडि बढेको छ। हामीले मात्रै आन्दोलन गरेर हुँदैन। नेपाली जनताले हामीले बनाएको प्लेटफर्म, हामीले सुरु गरेको रेलमा चढ्छन् कि चढ्दैन त्यो हेर्दा बाँकी छ होइन। अहिले हेर्दाखेरि त नेपाली जनता यो अवस्था र यो अवस्थालाई ल्याएको
यो व्यवस्थालाई परिवर्तन गर्ने र अवस्थालाई सिर्जना गरेको नेताहरूप्रति एकदमै आक्रोशित छन्। त्यो हरेक ठाउँमा देखिरहेको छ। अब त्यसमा भनेर साध्य छैन, तपाईँहरूले आफै हेरिराख्नु भएको छ। हरेक सभामा हरेक मान्छेहरूको भिडमा नेताहरूलाई गाली गर्ने र राजालाई स्वागत गर्ने क्रम अगाडि बढेको छ। अब यसले परिवर्तन ल्याउँछ भन्ने हामीले विश्वास लिएको छ भने हामी अगाडि बढेको छौँ। प्रचण्डले पूर्व राजा दिवंगत पूर्व राजा वीरेन्द्रको वंशनाशको विषय छ, त्यसमा चाहिँ आरोप प्रत्यारोपको श्रृङ्खला सुरु गर्नुभएको छ र तपाईँका दलका नेताहरूले पनि फेरि अर्को तथ्यलाई केलाएर चाहिँ आरोप प्रत्यारोपको श्रृङ्खला गरिरहेछन्। यो कस्तो केटाकेटी खेले जस्तो भनेर दुवै पक्षबाट वैचारिक ढङ्गबाट राजनीतिक ढङ्गबाट कुरा गर्ने ठाउँमा एउटाले अर्कोलाई पेल्ने अर्कोले अर्कोलाई पेल्ने दुःखद कुरा हो होइन। प्रचण्डजी एउटा देशको प्रधानमन्त्रीसम्म भइसकेको व्यक्तिले यो यस्तो वक्तव्यहरू दिनु हुँदैन। यो देशको लागि राम्रो होइन, उहाँको लागि पनि राम्रो होइन, उहाँको पार्टीको लागि पनि राम्रो होइन। हामी त राजाबाट लिएर माओवादीसम्म सबै अटाउने यो राष्ट्र हुनुपर्छ र राष्ट्रको प्रगति हुनुपर्छ भन्ने क्रममा छौँ र उहाँले यस्तो वक्तव्य दिने यसरी बोल्दाखेरि सुहाएन उहाँलाई र हामीले पनि त्यसको तुरुन्तै प्रतिकार गर्न केही हामीहरूले पनि गरे। त्यसमा अब हाम्रो के भनाइ छैन, युवाहरूको जोस हुन्छ, जाँगर हुन्छ। अब उसलाई रिस उठ्यो गरे, उसले पनि बोलेको छ। तर मैले पनि हिजो एउटा निर्णय गरेर पूर्व प्रधानमन्त्री प्रचण्डज्यूलाई यस्तो अभिव्यक्तिहरू नदिनको लागि सुझाव चेतावनी आग्रह सबै गरेको छ। यो कहाँबाट पाइन्छ? हामी त अफिसियल क्यामेरामा मात्र बोल्ने। अफिसियल क्यामेरामा मात्र बोल्ने। होली है, ह्यापी होली। कहाँ होली है? होली हैन त। खै म राम्रो देखियो। एक होलीमा नराम्रो देखि हुन्छ त। यता आइदिनु यता लोकतन्त्र चाहिँ नि डेमोक्रेसी सबै त्यही बस्नु है। हो त्यो देखाएर राख ठिक छ। असोलिन है त। होली है, होली है, ह्यापी होली। कहाँ होली है? होली हैन त। अब कस्तो छ त आजको होलीको अब तपाईँहरूले लगभग मनाइसक्नु भएको जस्तो लागिरहेको मलाई यस्तो हेर्दाखेरि के भयो त आज? कतिको रमाइलो भयो? तपाईँ पनि रमाइलो भयो। हामी 5 वर्षपछि बल्ल पहिलोचोटि खेलेँ। किनभने यो अहिले सधैँ एक्जाम राखिदिन्छ। अहिले एक्जाम राखिदियो इन्जिनियरिङ पिँढी। लाइफ छ यहाँ। आर्किटेक्चर किन आर्किटेक्चर चाहिँ अब इन्जिनियर हुन लास्ट कारण के हो भन्नुहोस् त? के हो ल सिक्न पाइँदैन हामी, सिक्न पाइँदैन। किन रातभरि काम गर्नुपर्छ, डिजाइन बनाइराख्नु पर्छ। आर्किटेक्ट इन्जिनियर होइन। आर्किटेक्टमा चाहिँ तपाईँको रोल मोडल चाहिँ को हो नेपालमा? नाम चलेको आर्किटेक्ट डाक्टर बाबुराम भट्टराई चिन्नुहुन्छ? चिन्नुहुन्छ? नेपाल टपर होइन, नेपालको पोलिटिसियन पनि होइन, उहाँ पनि आर्किटेक्ट नै हो। अनि कस्तो हुन्छ त खास गरेर इन्जिनियरहरूको होली के कस्तो हुन्छ? नर्मल होली जस्तै रङ सजिरहेको छ, एकदम रमाइलो हुँदो रहेछ होइन। हामी जहाँ भेट्यो त्यही बाटोमा मान्छेहरू पनि एकदम रमाइलो भइरहेको छ। स्ट्रेन्जरहरूले पनि लगाइदिइरहेको छ होइन। एकदम धेरै वर्षपछि खेल्ने मौका पाएको हुन्छ, एकदम रमाइलो भइरहेको छ। अघि भर्खरै हरे कृष्ण पनि नाचेर आयौँ, हरे कृष्णसँग नि होली मनाएर आयौँ नि, फिलिङ गुड। अनि यो आर्किटेक्टमा चाहिँ अब खास गरेर चाहिँ अलिकति इन्जिनियरभित्र पनि खास गरेर चाहिँ महिलाहरूको प्रतिनिधित्व कम हुन्छ, आर्किटेक्टमा चाहिँ अलिक बढी हुन्छ होइन? के हो? त्यही हो। ए तपाईँलाई थाहा छ आर्किटेक्ट चाहिँ पढ्नुको मतलब आर्किटेक्ट इन्जिनियरमा चाहिँ महिलाहरूको सङ्ख्या किन बढी हुन्छ अब इन्जिनियरमा? के छ तपाईँ त अलिकति बोल्नु भएन नि, मजाउनुहुन्छ क्या? क्रिएटिभ के सोच्दै हुन्छ दिमागमा? के आउँदैछ दिमागमा? केही छैन अहिले होली मनाएर आउनुभयो के त होला नि?
ल यहाँ गाडी जाम पर्यो मैले नलाग्ने एलर्जी लाग्छ देशको फ्युचर है थ्याङ्क यू आदरणीय साइबर सङ्घका अध्यक्ष श्री पशुपति खड्काज्यू र यस सभाका प्रमुख अतिथि धवल शमशेर राणाज्यू स्वागत नेपालज्यू लगायत सम्पूर्ण पत्रकार साथीहरूलाई म इच्छाराम कार्कीको तर्फबाट न्यानो अभिवादन चढाउन चाहन्छु, स्वीकार्नुहोस्। हामीले पटक पटक राज संस्था बारेमा बोलिरहेका छौँ र बोल्ने क्रम जारी नै छ। हाम्रो राज संस्थाप्रति आस्था राख्दै 77 जिल्लाबाट आह्वान गर्दै काठमाडौँ जिल्लामा एउटा चाहिँ केन्द्रित गराएर हामीले राज संस्था पुनर्स्थापना गर्छौँ भन्ने हिसाबले लागिरहँदा हाम्रो राज संस्थाप्रति पटक पटक चाहिँ नि विभिन्न चाहिँ लालचना लाउँदै आएका हाम्रा चाहिँ नि गणतन्त्रवादी नेताहरूलाई म के भन्न चाहन्छु भने अस्ति भर्खर हाम्रो राज संस्थाप्रति सानो चाहिँ नि विज्ञप्तिमा बोल्दै हुनुहुन्थ्यो, विरोध गर्दै बोल्नुहुन्थ्यो हाम्रो चाहिँ नि रघुजित पन्तज्यूलाई पनि म यहाँ के भन्न चाहन्छु भने तपाईँले जुन गणतन्त्र ल्याउनु भयो, तपाईँले एकचोटि मात्र धादिङबाट आएर काठमाडौँ आएर चाहिँ राजनीतिकमा सफल हुनुभयो, तपाईँ ललितपुरबाट र त्यहाँ सांसद हुनुभएर चाहिँ नि तपाईँ चाहिँ नि माधव कुमार नेपालको कोडाबाट मन्त्री खानुभयो। त्यतिखेरको मन्त्रीको कोडामा तपाईँले कोबाट चाहिँ नि तपाईँले शपथ ग्रहण खानुभयो, तपाईँलाई थाहा होला नि। त्यसो हुनाले राज संस्थाप्रति तपाईँले किन आलोचना गर्नुहुन्छ, किन नराम्रो शब्द बोल्दै जानुहुन्छ, किनकि तपाईँहरूको हैसियत छैन अब। र त्यसै गर्दा अब विभिन्न नेताहरूले गणतन्त्रवादी नेताहरूले राज संस्थाप्रति चाहिँ गर्न लागेको जुन एउटा चाहिँ नि जुन उसको व्यवहार छ त्यसलाई म घोर भर्सना गर्न चाहन्छु। किनकि यो देशमा राजा चाहिन्छ, पटक पटक चाहिन्छ नै भनेको छु मैले। राजा किन चाहिन्छ भने किन यो देशमा यदि देश सुशासनमा चलाउने हो भने यो देशमा अति आवश्यक भनेको यो देश चलाउनको लागि र यो भ्रष्टाचारलाई भगाउनको लागि अति आवश्यक राजा ज्ञानेन्द्र र म पार्टीका साथीहरूको पनि नाम लिन चाहन्छु। यो देशमा राज संस्था र
राज संस्था, रवि लामेछाने, बालेन, गोपी हमाल र ज्ञानेन्द्र साई लगायतका चाहिँ नि युवाहरूको चाहिँ शक्ति यो देशमा अति आवश्यक छ पनि भन्न चाहन्छु। त्यसैले हाम्रो जुन कार्यक्रम गरिरहेका छौँ हामीले रिपोर्टर कलममा, हामीले यही ठाउँबाट पटक पटक आह्वान गरेका छौँ। आम नेपालीले के भन्न चाहन्छु भने मैले यो देशमा सुशासन चलाउने नै हो भने 77 जिल्लाबाट हामीले राज संस्थाप्रति आस्था राखेर राज संस्थालाई पुनर्स्थापना गर्नुपर्छ भन्ने पनि हाम्रो मान्यता हो। आदरणीय पत्रकारज्यूहरू, मैले यो जुन रिपोर्टर कलमबाट चेतावनी दिएको होइन, यो देश यो यहाँका गणतन्त्रवादीहरूलाई मैले चाहिँ सल्लाह दिन चाहन्छु। तपाईँहरूलाई राजालाई सेरेमोनियल किङ राखेर राज संस्थालाई चाहिँ नि पुनर्स्थापना गरेर तपाईँले हिन्दू धर्मको चाहिँ एउटा चाहिँ जोगर्ना गर्नुभयो भने कुनै पार्टी होस्, चाहे नेपाली काङ्ग्रेस होस्, चाहे राप्रपा होस्, चाहे एमाले होस्, चाहे माओवादी होस्, तपाईँले मुद्दा बोक्नुभयो भने यो देशको पहिलो पार्टी हुनुहुन्छ। होइन भने राज संस्थाप्रति तपाईँले धावा लाउनुभयो भने तपाईँहरूको पार्टी अब यहाँ अङ्कगणितमा घट्दै 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 शून्यमा आउन पनि सक्छ। त्यसैले के भन्न चाहन्छु भने अस्ति पनि भनेको थिएँ मैले, म भोट हाल्न पऱ्यो नि म राष्ट्रिय स्वतन्त्र पार्टी हाल्छु, तर प्रजातन्त्र सहितको राजा चाहिन्छ भनेको छु मैले। र म आज पनि भन्दैछु, नेपाली काङ्ग्रेसका साथीहरूलाई भन्छु म, तपाईँहरू नेपाली काङ्ग्रेस बन्न पाउनुहुन्छ, तपाईँहरू एमाले बन्न पाउनुहुन्छ, तपाईँ माओवादी बन्न पाउनुहुन्छ, तर राज संस्था सहितको प्रजातन्त्रमा अगाडि बढ्नुहोस् भन्ने आग्रह गर्दै मेरो 2 शब्द हिट उगाउँछु। हस्त, जय राष्ट्रवाद। धन्यवाद। साई युवा शक्ति केन्द्रका नेपालका साथीहरू लगायत र यहाँ उपस्थित हुनुभएका स्वागत नेपालका साथीहरूलाई र राजावादी हुँ भन्ने साथीहरूलाई म आह्वान गर्न चाहन्छु। यस 9 गते हुन गइरहेको हाम्रो र्यालीमा सहभागी भइदिन हुन सम्पूर्ण जनता, आमा बाबु दाजु भाइ दिदी बहिनी काका काकी र हाम्रो भूतपूर्व सैनिक सङ्गठन र भूतपूर्व हाम्रा सैनिक ज्यूहरू विभिन्न भातृ सङ्गठनमा गएर अहिले बसिरहनु भएको मैले देखेको छु। किन तपाईँहरू त्यसरी भातृ सङ्गठनको आवश्यकता सोचेर किन जानुभयो? म यही मात्र तपाईँहरूलाई प्रश्न गर्न चाहन्छु। भूपू सैनिक साथीहरू, अब आएको छ हाम्रो खाँचो यो देशमा। यतिखेर हामीले नगरे कहिले गर्ने? हामी एउटा भूपू सैनिक भएर विभिन्न दलका झोलेका नेताका भातृ सङ्गठनमा गएर किन खडा हुने? आउनुहोस्, हामी साई युवा शक्ति नेपालमा सामेल भएर रोडबाट र जनताको साथ लिएर अगाडि बढ्नलाई म तपाईँहरूलाई आह्वान गर्दछु। यदि साँच्चै नेपाली हो भन्नु चाहनुहुन्छ भने, यदि साँच्चै नेपाली नै हो भन्नुहुन्छ भने यी भ्रष्ट दलाल चोर र यिनी बोल्न नजान्ने बहुलाएका राष्ट्रवाद नभएर राष्ट्र देशद्रोही भएर निस्केका भातृ सङ्गठनमा किन जोडिन चाहनुहुन्छ? आउनुहोस्, हामी यसै रोडबाट प्रम सेनाधिपति अतिरथी श्री 5 महाराज धीराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवलाई स्वागत गरी नारायणी छिराउन तयार रही आउनु, कटिबद्धता रही आउन आह्वान गर्दछु। सम्पूर्ण देशवासी जनता, हामी साथीभाइ सबैजना एकजुट भएर लड्नलाई तयार हुनुपर्ने अवस्था आएको छ। मैले आफ्नो आकलनमा देखेको छु। तपाईँहरू एउटा राष्ट्रको तलब खाएर राज संस्था साई नेपाली सेना रहँदादेखि अहिले नेपाली सेना हुँदासम्म हामी त्यसै झन्डामुनि रहेर, नेपालको झन्डामुनि रहेर काम गरेको व्यक्ति हौँ। विभिन्न भातृ सङ्गठनमा नजान हुन अनुरोध गर्दछु। र साथै भोलिको कार्यक्रम हाम्रो सामुखुसीदेखि नारायणी कब्जा गर्ने र हाम्रो जनताको गुनासो परम सेनाधिपति अतिरथी श्री 5 महाराज धीराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवज्यूले टक्राउनु भएको सही र शान्ति र धैर्यतापूर्ण बुझाउनु भएको सिरपेजलाई हामी लिनलाई तयार भइरहेका छौँ। भोलिको आन्दोलन हाम्रो त्यही रहनेछ। त्यसको
हाम्रो साई युवा शक्ति नेपालका अध्यक्ष पशुपतिज्यूले आजभन्दा 14 वर्ष अगाडिदेखि लड्दै भिड्दै दुनियाँ कष्ट र दुनियाँ यो मतियारवादीले लखड्दै जेल हाल्दै आएर हामीलाई एकत्रित बनाउँदै अहिले अगाडि लिएर हिँडिरहनु भएको छ। त्यसको लागि तपाईँहरू पनि सम्मिलित भइदिनु हुन आमा बुवा दाजुभाइ दिदीबहिनी विभिन्न राष्ट्र नेपालमा रहेका विभिन्न ओहदामा रहेका विभिन्न सभासदमा रहेका विभिन्न चाहिँ पार्टीहरूमा लगेका मान्छेहरू आउन आह्वान गर्दछु। यति भन्दै मेरो 2 शब्द यहीँ टुङ्ग्याउन चाहन्छु र आजको यस पत्रकार साई युवा शक्ति नेपालले सम्मेलन गरेको पत्रकार सम्मेलनमा समापन गर्दै र घोषणा गर्दछु पनि र जय राष्ट्रवाद जय नरेश